हेर्नुस् त यहाँ 6 जना व्यक्तिले मिलेर 50 वटा मिल्दोजुल्दो काम 4 दिनमा गर्न सक्छन् भने 10 जना व्यक्तिले 6 दिन काम गरेमा कतिवटा सोही प्रकारका मिल्दोजुल्दो काम गर्न सक्लान् भनेर भनेको छ। अब यस्तो प्रश्न पहिला गर्दै गर्दा हामीले के लेख्छौँ, 6 जना व्यक्तिले 4 दिनमा 50 वटा मिल्दोजुल्दो काम गर्छन्, त्यसो भने 6 जना व्यक्तिले 1 दिनमा यतिवटा मिल्दोजुल्दो काम हैन, अनि त्यही भएर 1 जना व्यक्तिले 1 दिनमा पत्ता लगाएर अनि फेरि त्यो गर्दै गर्दै लान्थ्यो हैन। तर त्यसरी गर्दा त तपाईलाई टाइम त लाग्थ्यो, तर त्यति बेला त बाध्यता थियो त्यसै गरी गर्नु पर्थ्यो, नभए त नम्बर पाइँदैन थियो। तर अब आइक्यूमा यो प्याटर्नमा प्रश्न, यो नासुलाई सोधेकै प्रश्न हो। अब यो प्याटर्नमा प्रश्न सोध्दै गर्दा तपाईले त्यसरी गर्ने होइन है त, तपाईले डाइरेक्ट गर्न सक्नुपर्छ, अथवा त्यो डिटेलमा त्यो भाषासहित तपाईँ जाने होइन है। अब डाइरेक्ट गर्नको लागि तपाईलाई एउटा सानो कुरा म पहिला सिकाउँछु। यो क्वेसन तपाईले टिप्न पर्दैन है, यो तपाईले यसै पिडिएफै पनि पाइहाल्नुहुन्छ अथवा तपाईले नोट प्रिन्टेड नोट नै पनि पाइहाल्नुहुन्छ। यो तपाईले क्वेसन लेखिराख्नु पर्दैन, त्यो क्वेसन लेख्ने टाइममा यता बुझ्न चाहिँ के गर्नुहोस्, टाइम दिनुहोस् तपाईहरुले है। ल त्यसो भने अब हेर्नुहोस्, यो प्रब्लमको सल्युसनमा जानुभन्दा पहिला तपाईलाई एउटा कुरा सिकाउँछु। त्यो कन्सेप्ट भइसकेपछि तपाईलाई यो मोडलका प्रश्न सल्भ गर्न एकदमै सजिलो पर्छ, त्यहाँनिर तपाईलाई टाइम पनि लाग्दैन है त। र त्यसो भने अब यसमा तपाईले जहिले पनि के ख्याल गर्नुपर्छ भने वर्क चाहिँ के मिलेर चाहिँ वर्क बन्छ त भन्दाखेरि म्यान, डेज, आवर्स, इफिसियन्सी, यो सबैको कम्बिनेसन चाहिँ तपाईको के हो त, वर्क हो। ठीक छ, म्यान, डेज, आवर्स, इफिसियन्सी भन्छ। हेर्नुहोस् त, मानौ M1 जना व्यक्तिले D1 डेजमा H1 आवर्स पर डे E1 इफिसियन्सीले काम गर्दा कति काम सकेछन्, W1 भन्ने काम सकेछन्। ठीक छ, के अरे M1 व्यक्तिले D1 डेजमा H1 आवर्स पर डे E1 इफिसियन्सीले काम गर्दा W1 काम सके। त्यसै गरी अर्का व्यक्ति छन्, M2 जना व्यक्ति छन् जसले D2 डेजमा H2, यो लेख्नु पर्दैन है, बुझ्नको लागि मात्रै हो, डाइरेक्ट गर्ने तरिका सिकाइहाल्छु, यो लेख्नै पर्दैन। M2 व्यक्तिले D2 डेजमा H2 आवर्स पर डे E2 इफिसियन्सीले काम गर्दा कति काम सकेछन् त, W2 भन्ने काम सकेछन् है। अब तपाईलाई यो दुईटाको बीचमा के चाहिएको छ, रिलेसन चाहिएको छ। त्यसभए के गरौँ, यो RHS मा W1 र W2 छ नि, यो RHS 1 बनाउनु पर्यो, दुईटैमा 1 बनाऊ। त्यसको लागि RHS मा यसको 1 बनाउन W1 ले डिभाइड गर्नुपर्छ, यता W1 ले डिभाइड गरेपछि यता लेफ्टमा भने W1 ले डिभाइड गर्नु पर्यो। त्यसो बोथ साइडमा के गरिदिनुस् त, W1 ले डिभाइड गरिदिनुस्। ल बोथ साइडमा W1 ले डिभाइड गरिदिनुस् यसलाई। ठीक छ, यति गर्नु भने यसको RHS कति बन्यो, 1 बन्यो। सेम वेमा यसको के गरिदिनुस् त, बोथ साइडमा तपाईँ W2 ले के गरिदिनुस्, डिभाइड गरिदिनुस्। यसको पनि RHS 1 बन्यो कि बनेन, बन्यो। अब हेर्नुहोस् त, यो समूह यसको पनि RHS 1 छ, यसको पनि RHS 1 छ, दुईटैको RHS बराबर छ भने LHS पनि बराबर हुनु पर्यो कि परेन, पर्यो। भनेपछि हाम्रो फर्मुला के आयो त भन्दाखेरि हेर्नुहोस् त, हाम्रो फर्मुला आयो M1 D1 H1 के त E1 by W1 equals to M2 D2 H2 E2 by W2 है। ल अब यो रामबाण फर्मुला, तर यो घोक्न पर्दैन है। अब यो W1 को ठाउँमा के आउन सक्छ भन्ने कुरा म तपाईलाई भन्छु है त। W1 र W2 को ठाउँमा के आउन सक्छ भन्दा हेर्नुहोस् त, अहिले त हामीले वर्क भन्यौं, अब काम गरे बापत पैसा कसरी पाइन्छ, ज्याला कसरी पाइन्छ, त्यही कामकै अनुपातमा पाइन्छ हो कि हैन। भनेपछि यो W1 र W2 को ठाउँमा दुईटा कुरा आउन सक्छ, कि त वर्क आउन सक्छ अथवा के आउन सक्छ, वेज भनेको ज्याला। ठीक छ, कुनै एउटा समूहको के त वर्क अथवा वेज आयो भने त्यसको के लेख्ने, डेनोमिनेटरमा लेख्ने। त्यो समूहको लागि अरु जे आउँछ त्यो सब के गर्ने, न्युमरेटरमा मल्टिप्लाईको फर्ममा लेख्ने। ठीक छ, बुझ्नुभयो। यो याम भनेको काम गर्ने, अहिलेलाई मैले व्यक्ति भनेको छु, तर काम गर्ने जहिले पनि व्यक्ति हुनुपर्छ जरुरी छैन। कहिलेकाहीँ के हुन सक्छ, जनावरले काम गर्न सक्छ, कहिलेकाहीँ मेसिनले काम गर्न सक्छ। यो एमले के प्रतिनिधित्व गर्छ भन्दाखेरि काम गर्ने एजेन्टलाई प्रतिनिधित्व गर्छ। कतिजना छन् त काम गर्ने, त्यो संख्या भनेको याम। डी भनेको के भन्दा डेज, कति दिनमा यो काम सकिन्छ। एच भनेको के, आवर्स पर डे, प्रतिदिन कति घण्टाका दरले काम गर्छ, त्यो एच भयो। अनि U1 E2, यो भनेको ई भनेको तपाईको इफिसियन्सी हो। भनेपछि हेर्नुहोस् त, कुनै एउटा समूहको लागि वर्क अथवा वेज आयो भने त्यो समूहको लागि के हुन्छ, डेनोमिनेटरमा हुन्छ। अरु जे प्यारामिटर हुन्छ त्यो सबै माथि लेखेर के गर्ने, आपसमा मल्टिप्लाई गर्ने है त। W1 र W2 को ठाउँमा दुईटा कुरा आउन सक्छ, कि त वर्क आउन सक्छ
कि त वेज अथवा ज्याला मजदुरी आउन सक्छ है। बुझ्नुभयो? यो भनेको कुरा बुझ्नुभयो कि बुझ्नु भएन? अब हरेक प्रश्नले सबै प्यारामिटर दिन्छ त जरुरी छैन भने जति प्यारामिटर दिन्छ त्यही अनुसार यो फर्मुलाको स्वरूप पनि बदलिन्छ। जस्तो ल इफिसियन्सीको कुरै गरेन, ल तपाईलाई के भनेन इफिसियन्सीको कुरै गरेन भने यो फर्मुला के भयो? m1 d1 h1 by w1 equals to m2 d2 h2 by w2 हो। ठीक छ। कहिलेकाहीँ आवर्स पर डे को पनि कुरा गर्दैन, ल आवर्स पर डे को पनि कुरा गरेन भने यो फर्मुला m1 d1 by w1 equals to m2 d2 by के भयो? w2 हो। कहिले के भन्छ दुईटै समूहले गर्ने काम बराबर, यदि w1 equals to w2 आयो भने त यहाँ 1 1 राखेर यो क्यान्सल भयो भनेपछि त्यति बेला m1 d1 equals to m2 d2 हो। हेर्नुस् त यहाँ यदि आवर्स र इफिसियन्सी दिएको छैन भने वर्क भनेको नै के हुँदो रहेछ? m1 into d1 हुँदो रहेछ। वर्क भनेकै m2 into d2 हुँदो रहेछ हैन। भनेपछि यदि वर्क पनि बराबर छ भने m1 d1 बराबर के हुने रहेछ? m2 d2 हुँदो रहेछ। ठीक छ। यो भएको मध्ये जे प्यारामिटर गिभन छ त्यो अनुसार यो फर्मुलाले स्वरूप परिवर्तन गर्छ। तर स्वरूप परिवर्तन गर्नु भन्नुको मतलब डेनोमिनेटरमा चाहिँ के हुने हो? कि त काम हुन्छ अथवा ज्याला हुन्छ। यो भन्दा बाहेक अरु केही पनि प्यारामिटर तपाईको डेनोमिनेटरमा आउँदैन। यो भन्दा बाहेक जे आउँछ त्यो सब माथि राखेर के गर्ने? मल्टिप्लाई गर्ने है त। यसो गरिसकेपछि तपाईले अब मान्छेको संख्या बढ्दा समय घट्छ कि के हुन्छ कि केही हेर्नु पर्दैन। तपाईले पहिलाको जस्तो प्रत्यक्ष विचरण अप्रत्यक्ष विचरण भनेर केही गर्नु पर्दैन, डाइरेक्ट तपाईको एन्सर आउनेवाला छ। र तपाईलाई त छिटोभन्दा छिटो नै एन्सर चाहिएको आइक्यूमा त तपाईले त लामो देखाउने त होइन। त्यो भएको कारणले गर्दा अब यसको डाइरेक्ट एप्लिकेसन गर्न म तपाईलाई सिकाउने प्रयास गर्छु। ठीक छ। र डाइरेक्ट एप्लिकेसन गर्न सिकाएको बुझ्नु भएन भने अलिकति साइडमा यो डाटा गिभन छ भन्ने कुरा लेखिदिउँला, तर जहाँसम्म मलाई लाग्छ बुझ्नुहुन्छ। ल हेर्नुस् त पहिलो समूहको लागि हेर्नुस्, पहिलो समूहको लागि के दिएको छ भन्दा 6 जना व्यक्तिले भनेपछि म्यान दियो, 50 वटा मिल्दोजुल्दो काम भनेपछि वर्क दियो, 4 दिनमा भनेपछि डे दियो। दोस्रो समूहमा हेर्नुस् 10 जना भनेको मेन, 6 दिन भनेको डेज। अब के चाहियो? कतिवटा सोही प्रकारका मिल्दोजुल्दो वर्क दोस्रो समूहको पत्ता लगाउनु पर्यो हो कि हैन? भनेपछि वर्क आयो भने डिभाइड गर्ने हो कि एउटा समूहको लागि। पहिलो समूहको लागि मेन इन्टु डेज बाइ के त वर्क इक्वल्स टु दोस्रो समूहको लागि कति जना छन्? 10 जना। यिनीहरूले कति दिन काम गर्दा? 6 दिन काम गर्दा। सोही प्रकारका कतिवटा मिल्दोजुल्दो काम भन्दा w2 अथवा यसलाई x राखिदिनुस्, केही फरक परेन। w2 भने पनि भयो x भने पनि भयो है त। ल अब काट्न पारो। काट्दाखेरि हेर्नुस् के काटिन्छ? यताको डेनोमिनेटर र यताको डेनोमिनेटर काटिन्छ। यताको हेर्नुस् त डेनोमिनेटर काटिन्छ, यताको न्युमरेटर काटिन्छ। यतैपट्टिको न्युमरेटर डेनोमिनेटर अथवा यतैपट्टिको न्युमरेटर डेनोमिनेटर काट्न मिल्छ कि मिल्दैन? मिल्छ। त्यसैले अब हेर्नुस् त यहाँ पनि 6 छ, यहाँ पनि 6 छ, यो काटिन्छ कि काटिदैन? यो 6 त क्रस मल्टिप्लाई भएर यहाँ तल जाने हो नि त, त्यसो हुँदा त यसलाई काट्छ। त्यसो भने सेम वेमा यो इभन नम्बर यो पनि इभन नम्बर 2 ले काट्छ। 2 दुना 4, 2 पंचे 10, 2 र 50 पनि काट्न मिल्छ। 2 एकान 2, 2 ले कति पटक गयो? 25 पटक गयो। अब हेर्नुस् त यसलाई क्रस मल्टिप्लाई गर्दा w2 को भ्यालु कति भयो? 25 into 5 भयो। 25 पंचे कति भयो त? 125 भयो। मान्छे हेर्नुस् त 10 जना व्यक्तिले 6 दिन काम गरेमा पहिला जस्तै कतिवटा त 125 वटा काम चाहिँ गर्न सक्ने रहेछन्, जुन हाम्रो अप्सन बी मा छ। र यो नासुलाई 2073 मा लोकसेवा आयोगले सोधेको प्रश्न। यो डाइरेक्ट गरेको बुझ्नुभयो कि बुझ्नु भएन? बुझ्नुभयो। यदि बुझिएन भने यसरी लेख्दा हुन्छ। के प्यारामिटर दिएको छ? म्यान दिएको छ, डेज दिएको छ, अनि के दिएको छ त? के दिएको छ? वर्क दिएको छ। म्यान भनेको पहिलो केसमा कति? 6 जना। कति दिनमा? 4 दिनमा। के गर्छन्? 50 वटा मिल्दोजुल्दो काम गर्न सक्छन्। दोस्रो केसमा 10 जना म्यान छन्, यिनीहरूले 6 दिन काम गर्दा कतिवटा? ल x वटा। भन्यो भने एउटा समूहको लागि अरु सब जे छ मल्टिप्लाई गर्ने, वर्क अथवा वेज आयो भने मात्रै डिभाइड गर्ने भनेको छु नि। भनेपछि 6 into 4 by 50 बराबर 10 into 6 by x अथवा w2 गरेर गर्ने हो। ठीक छ। यदि यो डाइरेक्ट गरेको बुझिएन भने यसरी टेबुलर फर्ममा लेख्दा पनि हुन्छ, तर यो लेखिरहन जरुरी छैन। किन भने कुनै एउटा समूहको लागि वर्क र वेज आएमा मात्रै त्यसले के गर्छ? डिभाइड गर्छ। बाँकी सबै प्यारामिटर के हुन्छ? माथि आपसमा मल्टिप्लाई भएर बस्छ है। बुझ्नुभयो सबैले? बुझिएन भन्नुस् त? यो नासुलाई सोधेको प्रश्न हो है, लोकसेवा आयोगले नै सोधेको प्रश्न हो। अब हजुर यदि 6 जना व्यक्तिले मिलेर यदि 6 जना व्यक्तिले 4 दिनमा 1500 कमाउँछन् भने 10 जना व्यक्तिले 6 दिन काम गरेमा कति कमाउँछन् भन्यो भने यहाँनेर 6 into 4 by 1500 equals to 10 into 6 by यहाँको एमाउन्ट। ओके, तपाईले कति काम गर्नुहुन्छ त्यही अनुपातमा हो किन पैसा पाउने?
जस्तो एबी र सीले के गरे, मानौ 2000 रुपियाँको लागि काम गरे भने त्यो उनीहरूलाई कुन अनुपातमा वितरण हुन्छ भन्दा एबी र सीको वर्कको आधारमा। भनेपछि एबी र सीको वान डे वर्क हामी के गर्छौँ, सुरुदेखि अन्तिमसम्म एबी र सीले काम गरेका छन्, त्यसो भने हामी के गर्छौँ, एबी र सीको इफिसियन्सीको आधारमा त्यसलाई डिभाइड गर्छौँ। जति काम गर्नुहुन्छ त्यही अनुसारको पैसा पाउनुहुन्छ नि। अब तपाईँले एउटै काम गर्ने हो नि त, फरक फरक काम गर्ने भयो त कोही अलिक टेक्निकल काम होला, थोरै काम गर्दा नि बढी पाउँछ होला भन्ने कुरा हुन्थ्यो। तर यहाँ त के हो, जतिजनाले गरे पनि सेमै काम गर्ने हो। त्यो भएको कारणले गर्दाखेरि अथवा उस्तै प्रकारको सोही प्रकारको भन्छ नि, उस्तै प्रकारको गर्ने भएको कारणले गर्दाखेरि जति काम गर्नुहुन्छ कामकै अनुपातमा पैसा पाउने हो। भनेपछि डेनोमिनेटरमा कि त वर्क हुन्छ अथवा कि त वेज हुन्छ। कि वर्क गिभन हुन्छ कि वेज गिभन हुन्छ। वर्क गिभन छ वर्कले डिभाइड गर्छ, वेज गिभन छ वेजले डिभाइड गर्छ। प्रत्येक समूहलाई, प्रत्येक समूहमा अरू जे प्यारामिटर छ माथि मल्टिप्लाई गर्ने, वर्क अथवा वेज आए चाहिँ डिभाइड गर्ने है त। ल अब हेर्नुहोस् यहाँ, यसमा हेर्नुहोस् त के भनेको छ, 40 वटा गाईले 40 बोरा भुस 40 दिनमा खान्छ भने एउटा गाईले 1 बोरा भुस कति दिनमा खान्छ भनेर। अब के हो त यो गिभन बुझ्नु पर्यो। 40 वटा गाई भनेको यो यामुन जस्तै भयो, किनभने काम गर्ने एजेन्ट हो। यो 40 बोरा भुस 40 दिनमा भनेको त डे हो। 40 बोरा भुस भनेको के भयो भन्नुहोस् त, के हो यो, वर्क होइन र। 40 बोरा भुस खानु छ नि त, भनेपछि काम गर्नु छ के, 40 बोरा भुस खाने है, 40 बोरा भुस खाने काम गर्नु छ। खानु पनि त खासमा काम गर्नु रहेछ, तँलाई भात मार तेरो केही काम छैन भनेर घरमा त गाली खानु भयो होला, तर हेर्नुहोस् त म त आइक्यू पढ्दैछु, यहाँ त खानु नि काम हो भनिदिनु होला त्यति बेला है। अब हेर्नुहोस् दोस्रो केसमा के छ, एउटा गाईले भनेको M1 आयो, 1 बोरा भुस भनेको W2 आयो। यो एउटा गाई भनेको दोस्रो केसको लागि के भयो, M2 भयो। 1 बोरा भुस भनेको W2 भयो। कति दिनमा खान्छ, D2 चाहिएको हो कि होइन, त्यसो भए वर्कले त डिभाइड गर्ने हो। भनेपछि 40 वटा गाईले कति दिनमा, 40 दिनमा के गर्छ, 40 बोरा भुस खान्छ भने एउटा गाईले 1 बोरा भुस कति दिनमा खान्छ, D2 डेजमा खान्छ हो। 40 क्यान्सल भयो कि भएन, D2 को भ्यालु कति आयो त, 40 आयो। भनेपछि तपाईँको एन्सर के भयो भन्दा सी भयो। अब यो कमन प्रश्न हो, प्राय तपाईँले देखिराख्नु भएको हुन्छ। अब यसलाई गर्न धेरै गाह्रो कुरै रहन्छ त है। के भनेको छु मैले, कुनै एउटा समूहको वर्क अथवा वेज आयो भने डिभाइड गर्ने। कुन वर्क हो कुन वेज हो भन्ने कुरा थाहा पाउनु पर्यो। वर्क के हो, यो 40 बोरा जुन भुस छ यसलाई त खानु पर्ने छ नि त, त्यो खानु त काम गर्नु हो। त्यो भएकोले गर्दा 40 बोरा भुस चाहिँ तपाईँको के को रूपमा बस्यो त, यहाँ वर्कको रूपमा बस्यो है। र यसरी तपाईँको एन्सर 40 एकै स्टेपमा। कुरो बुझिसक्यो त, 40 × 40/40 हुन्छ, उता 1 × D2 के हुन्छ, 1 हुन्छ। एउटा 40 त काटिन्छ तल माथिबाट, भनेपछि D2 को भ्यालु 40 हुन्छ भन्ने कुरा त माइन्डमै क्यालकुलेसन पनि गर्न तपाईँ सकिहाल्नुहुन्छ है। र यतिकोसम्म प्रश्न आयो भने तपाईँले यो केही टेबल सेबल केही पनि बनाउनु पर्दैन। ल अब यस्तो प्रश्न पनि तपाईँले एकदमै पहिलादेखि देख्दै आएको कमन प्रश्न हो कि होइन, यस्तो प्रश्न त देखिराख्नु भएको थियो। हेर्नुहोस् त, ठेकेदारले काम जिम्मा लिने, समयमा काम नसक्ने, त्यसपछि मान्छे थप्ने, यो कुरा त अब हामीले के सुनिरहेको हुन्छौँ, न्युजमै पनि सुनिरहेको हुन्छौँ धेरै जसो है। अब अझै त कामै कम्प्लिट गर्दैनन् ठेकेदारले काम लिएर, त्यो त झन् कमन समस्या छ, तर त्यतातिर नजाउँ। अब यसलाई चाहिँ म एकचोटि ट्याबुलेट गर्न सिकाइदिन्छु। ट्याबुलेट गरिसकेको बुझेपछि अरू क्वेसनमा तपाईँले अब ट्याबुलेट नगरिकन गर्ने प्रयास गर्ने, प्र्याक्टिस गर्दा बुझ्नुभयो नि। किनभने कतिपय कुराहरू माइन्डमै काम गरेर हटाउन सकिन्छ भने बेकारमा किन त्यसलाई लेखिरहनु भन्ने कुरा पनि आउँछ नि त है। त्यसो भए हेर्नुहोस् त, एउटा ठेकेदारले कुनै कार्य 150 दिनमा गर्नको लागि D1 दियो, अनि के दियो, 200 जना कामदार झिकायो। भनेपछि अहिलेसम्म के दियो, याम1 र D1। अब अगाडि बढाउँ त, यदि 50 दिनपछि 1/4 काम मात्रै सकिएको रहेछ भने भन्नुको मतलब त के हो, यहाँ त वर्क पनि आयो कि आएन, वर्क पनि इन्भल्भ भएर आयो। भनेपछि यसलाई चाहिँ म लेखिदिन्छु एकचोटि टेबुलर फर्ममा। हेर्नुहोस् त, मेन दियो, डेज दियो, अनि के दियो, वर्क दियो। हेर्नुहोस् त, यदि 50 दिनपछि 1/4 काम मात्र सकिएको रहेछ भने समयमै काम सक्नुको लागि उसले थप कतिजना कामदार झिकाउनु पर्छ भनेर भनेको छ है। ल त्यसो भने अब हेर्नुहोस् यहाँ, तपाईँको पहिलो केसमा कतिजना कामदार लगायो, 200 जना कामदार लगायो। कति दिनमा काम सक्नको लागि, टार्गेट टाइमलाई जहिले पनि यो डी को माथि लेख्नुहोस्। कति टाइममा काम सक्नको लागि, 150 दिनमा काम सक्नको लागि 200 जना लगायो। यदि त्यहाँ केही पनि के त तलमाथि नभएको भए, लगातार 200 जनाले सरासर के गरेको भए, आफूले दिए अनुसार काम गरेको भए यो काम 150 दिनमा सकिन्थ्यो। तर के भयो भन्दा, यदि 50 दिनपछि भन्नुको मतलब 200 जनाले काम सुरु गरे, तर कति दिनपछि, 50 दिनपछि भन्नुको मतलब यो 200 जनाले कति दिन काम गरे, 50 दिन काम गरे। 200 जनाले 50 दिन काम गर्दा के भएछ, कुनै कामको एक काम मुनि कति,
4 भाग चाहिँ सकिएछ हो। यही रेटमा काम हुँदा समयमै काम नसकिने देखियो, समयमै काम नसकिने भएपछि अब कामदारको संख्या थप्नु पर्यो। पहिला 200 जनाले काम गरिरहेकै छन्, अब के गर्नु पर्यो, सपोज x जना कामदार थप्नु पर्यो भने अब कति जनाले काम गर्छन्, 200 प्लस कतिले त x जनाले काम गर्छन्। अब 200 प्लस x जनाले काम गर्छन्। अब एउटा काम मध्ये 1/4 सकियो भने कति बाँकी रह्यो, 1 माइनस 1 का मुनि 4 भने कति बाँकी रह्यो त, 3 का मुनि 4 बाँकी रह्यो। यो काम समयमै सक्नु छ, अर्थात् यो काम त 150 भित्र त 150 दिनमा त सकिसक्नु पर्नेछ। 150 दिन मध्ये 50 दिन त पहिल्यै काम भइसकेको छ भने यो समूहले यो 3/4 काम कति दिनमा सक्नु पर्यो, 150 माइनस 50 अर्थात् 100 दिनमा सक्नु पर्यो, ताकि हाम्रो काम के हुन्छ, निर्धारित समयमै सकिन्छ। यति कुरा त बुझ्नुहुन्छ। त्यसैले अब के गर्ने भने पहिलो समूहको लागि के वर्क छ एक्स्ट्रा, दोस्रोको लागि वर्क, वर्कले डिभाइड गर्ने, अरु सब मल्टिप्लाई गर्ने त हो नि। त्यसो भए हेर्नुस् त 200 × 50 का मुनि 200 × 50 का मुनि 1 का मुनि 4 भनेको तपाईको के हुन्छ, अब 200 प्लस x इन्टु कति का मुनि 100 का मुनि कति त 3 का मुनि 4 हुन्छ। अब हेर्नुस् त तपाईलाई थाहा छ नि a डिवाइडेड बाई b बाई c भनेको हामी यसलाई के लेख्न सक्छौं, a इन्टु c बाई b लेख्न सक्छौं। यो कुरा त हिजै पनि आइसकेको छ है। यो 4 पनि माथि जाने हो, यो 4 पनि माथि जाने हो। न्युमरेटर न्युमरेटरमा 4 बजी यो 4 4 आखिर काटिरै जाँदो रहेछ। अब यो डेनोमिनेटरको कुरा हेर्नुस्, यो डेनोमिनेटरको पनि जुन डेनोमिनेटरमा छ नि यो क्वान्टिटी आखिर काटिरै जान्छ भने यसलाई सुरुमै नलेख्दा भयो कि भएन। डेनोमिनेटरको क्वान्टिटी जस्तो भन्न खोजेको के हो भने अब पछि गएर आखिर छोडेर गइहाल्छ भन्ने थाहा छ भने बेकार किन माया प्रेम लाउनु भने जस्तै हो क्या। यो 4 त आखिर काटिरै जान्छ नि भने किन लेखिरहनु नलेख्ने, कसरी लेख्न सकिन्छ यसलाई हेर्नुस् त। यसलाई सुरुमै कसरी व्यक्त गर्न सक्नुहुन्छ भने यो ठाउँमा हेर्नुस् यसरी व्यक्त गर्दा हुन्छ। हेर्नुस् त उनीहरूले कति सके, 4 भाग मध्ये कति सके त, 1 भाग सके भनेको हो नि। टोटल काम 4 हो, 4 मध्ये 1 सक्यो भने कति बाँकी रह्यो त, 3 बाँकी रह्यो होइन र, 3 बाँकी रह्यो। त्यही कुरा हामीले अब यहाँनिर कसरी लेख्ने त भन्दा यो 1/4 3/4 नलेखेर हामी के चुज गर्न सक्छौं भने हामी यहाँ सिधै के लेखौं, 1 र के लेखिदिउँ त, 1 र कति लेखिदिउँ, 3 लेखिदिउँ भन्न पाइन्छ। ठिक छ। त्यसो भने हेर्नुस् अब काट्ने, न्युमरेटर न्युमरेटर काटिन्छ, डेनोमिनेटर डेनोमिनेटर काटिन्छ, अनि एउटै साइडको न्युमरेटर र डेनोमिनेटर काटिन्छ। त्यसो भने हेर्नुस् त 100 ले के गर्यो, यता दुईटा 0 यता दुईटा 0 काट्यो, 50 दुना 100, 100 त्यहाँ कति भयो 300, 300 बराबर कति भयो त 200 प्लस x भयो। भनेपछि x को मान 300 माइनस 200 भने कति भयो त 100 भयो। भनेपछि थप कति जना कामदार झिकाउनु पर्दो रहेछ भन्नुस् त, 100 जना कामदार चाहिँ झिकाउनु पर्दो रहेछ। ठिक छ। 100 जना कामदार चाहिँ झिकाइयो भने यो काम अब के हुँदो रहेछ, समयमै हाम्रो टार्गेट टाइममै के हुँदो रहेछ, कम्प्लिट हुँदो रहेछ है। यसरी चाहिँ तपाईले बुझ्नु पर्यो। यो कुरा तपाईले अब डाइरेक्ट गर्न पनि सक्नुहुन्थ्यो, सिधै के लेख्न सक्नुहुन्थ्यो भने हेर्नुस् त, सिधै यही कुरा एकैचोटी लेख्न सक्ने हामी बन्नु पर्यो है। जस्तो कसरी लेख्न सकिन्थ्यो हेर्नुस्, सुरुमा कति छन्, 200 जना छन्, 150 दिनमा सक्नको लागि काम जिम्मा दिएको, तर यो 200 जनाले कति दिन काम गरे, 50 दिन काम गरे। 200 जनाले कति दिन काम गरे, 50 दिन काम गरे। यति गर्दाखेरि के भयो, 4 भाग मध्ये कति काम सकियो, 1 भाग मात्रै काम सकियो। काम समयमा नसकिने देखेपछि संख्या थप्नु पर्यो। अब पहिला 200 त काम गरि नै रहेका थिए, अब x जना थप्यो भने अब कति जनाले काम गर्छन्, 200 प्लस x ले काम गर्छन्। कुल 150 दिन मध्ये कति दिन काम भइसक्यो, 50 दिन काम भइसक्यो भने अब यिनीहरूले कति दिन काम गर्नु पर्यो, 100 दिन काम गर्नु पर्यो। 100 दिनमा यिनीहरूले के गर्नु पर्यो, 4 भाग मध्ये 1 भाग त सकिएको छ भने कति त 3 भाग काम सक्नु पर्यो। यही कुरा अब डाइरेक्ट लेख्न सक्नुहुन्छ। मैले सुरुमा टेबुलर फर्ममा बुझाइदिएँ, यही कुरा डाइरेक्ट लेख्न सक्नुस् राम्रो। किन, त्यो टेबल त हाम्रो अन्डरस्ट्यान्डिङको लागि हो नि त। यस्तो हुन्छ त्यो टेबलमा मैले यस्तो गरेको भन्ने कुरा बुझिसकेपछि त त्यो टेबल किन बनाउनु, डाइरेक्ट यही लेखे भयो कि भएन। यही कुरा लेख्न सक्ने बन्नुभयो भने यो एक्सलेन्ट। सकिँदैन सुरुमा भने एउटा टेबल बनाएर गर्नुहोस्। फेरि के चाहिँ नगर्नुहोस् भने यहाँ m1 इक्वल्स टु यति, d1 इक्वल्स टु d2 इक्वल्स टु यो लेख्ने होइन, सिधै m को मुनि लेख्नुहोस्। दुईटै समूहको लागि m1 m2 त त्यही छँदैछ नि, d को मुनि त्यसरी गर्ने क्या। गर्दा पनि सकेसम्म के गर्ने, एउटा स्टेप भयो नि छुट्याउने कुरा काम गर्नु पर्यो क्या। किन भन्नुहुन्छ भने कम्पिटिटिभ एक्जाममा नि एन्सर निकाल्नु कुनै ठुलो कुरा होइन, कति समय लगाएर एन्सर निकाल्नुहुन्छ भन्ने कुराले म्याटर गर्छ कि गर्दैन। सबै कुरा नचाहिने कुरा पनि तपाईँ बेकारमा लेखेर बसिराख्नु भएको छ नि त, त्यसले त तपाईँको अवश्य पनि टाइम किल गरिरहेछ। त्यो भएको कारणले
गर्दाखेरि तपाईहरुले सकेसम्म के गर्ने कति कुराहरु माइन्डमै काम गरेर त्यसलाई के गर्दिने इलिमिनेट गर्दिने। अब हेर्नुस् यस्तै यस्तै छ, यो भन्दा एउटा डाटा एक्स्ट्रा दिएको छ, त्यो क्वेशनलाई एकचोटी आफै ट्राई गर्नुस् त, डाइरेक्ट बिना टेबल ट्राई गर्नुस् त। हेर्नुस् के डाटा दिएको छ म भनिदिन्छु सुरुमा। कुनै कार्य प्रतिदिन 8 घण्टाका दरले भनेपछि आवर्स पर डे हैन, प्रतिदिन 8 घण्टाका दरले 46 दिनमा सकाउन टार्गेट टाइम कति हो 46 दिनमा सकाउन 117 जना कामदार झिकाइयो। यो 117 जनाले के गरे 33 दिन काम गरे। त्यसपछि के थाहा भयो 7 मध्ये कति काम 4 काम सकिएको रहेछ। अब प्रतिदिन कति घण्टाका दरले 9 घण्टाका दरले सो काम समयमै सकाउन थप कति कामदारको आवश्यकता पर्दछ भनेको छ। ल यसलाई टेबल नबनाई एकैचोटी डाइरेक्ट लेख्ने प्रयास गर्नुस् त कतिको सक्नुहुन्छ। सक्नुभयो धेरै राम्रो। अहिले सक्नु भएन भने आत्तिनु पर्दैन, टेबुलर फर्ममै गर्नुस्। तर यसलाई अरु क्वेशन जब यो मोडलमा प्र्याक्टिस गर्नुहुन्छ नि त बिना टेबल नै प्र्याक्टिस गरेर एन्सर निकाल्ने प्रयास चाहिँ तपाईहरुले गर्नुपर्छ। ल विनिता कार्कीको 81 आएको छ अनलाइनमा। विनिताजीले 81 भनेर भन्नुभयो। ल अरु साथीहरुले भन्नुस्। सक्यो कसैले गर्न? अब हेर्नुस् ल पहिला डाइरेक्ट गरिदिन्छु है। ल कतिले एन्सर निकालिसक्नुभयो। अर्को सुमित्रा कुमारीले पनि निकालिसक्नुभयो यहाँ अनलाइनबाट है। ल अब यहाँ हेर्नुस् है त कति जना 117 जना काममा लागेको छ। उनीहरुले कति दिन काम गरे 33 दिन काम गरे। प्रतिदिन कति घण्टाका दरले 8 घण्टाले काम गर्दा उनीहरुले कति 7 मध्ये कति काम सकाए 4 काम सकाए। यही हिसाबले समयमै काम नसकिने देखेपछि मान्छे थप्नु पर्यो भनेपछि पहिला 117 जनाले काम गर्दै थिए भने अब 117 प्लस के गर्छन् एक्स ले काम गर्छन्। ठीक छ। जम्मा काम 46 दिनमा सकाउनु छ। 46 मध्ये 33 दिन त काम भइसकेको छ भनेपछि दोस्रो समूहले कति दिन काम गर्नु पर्यो 13 दिन काम गर्नु पर्यो। प्रतिदिन कति घण्टाका दरले 9 घण्टाका दरले काम गर्नु पर्यो। यसो हुँदा 7 मध्ये 4 काम त सकिसक्यो। कति काम बाँकी रह्यो 3 काम बाँकी रह्यो। हो कि हैन? यही कुरा हो कि हैन? डाइरेक्ट अब यही कुरा यो लेखिरहेको के अलिकति दिमागले भ्याएन भने ल लेख्नुस् यसरी मैन डेज आवर्स पर डे र वर्क दिएको छ। ल हेर्नुस् त 117 जना लगायो कति दिनमा 46 दिनमा काम सक्न। 117 ले के गरे 33 दिन काम गरे। प्रतिदिन 8 घण्टाका दरले काम गर्दा कति 7 मध्येको कति काम सकियो 4 काम सकियो। यही हिसाबले जाँदा समयमै काम नसकिने देखेपछि मान्छे थप्नु पर्यो। मानौ अब x जना थपिए भने अब कति जनाले काम गर्छन् 117 प्लस x ले काम गर्छन्। प्रतिदिन कति घण्टाका दरले 9 घण्टाका दरले काम गर्छन्। 7 मध्ये 4 काम सकियो भने कति काम बाँकी 3 काम बाँकी। 117 प्लस x ले हेर्नुस् त 46 मध्ये 33 दिन त काम भइसकेको छ भनेपछि यो बाँकी काम कति दिनमा सक्नु पर्यो 46 माइनस 33 13 दिनमा सकियो भने के हुन्छ सम्पूर्ण काम टाइम फ्रेम भित्रै सकिन्छ कि सकिदैन? सकिन्छ। अब पहिलो ग्रुपको लागि के भनेको छु वर्क तल राखेर अरु सबले मल्टिप्लाई गर्ने भनेको के भनेपछि वर्क तल छ पहिलो ग्रुपको बाँकी माथि मैन इन्टु डेज इन्टु आवर्स पर डे। सेमैमा दोस्रोको पनि मैन इन्टु डेज इन्टु आवर्स पर डे बाइ वर्क। यही कुरा मैले डाइरेक्ट लेखेको थिएँ। यो कुरा डाइरेक्ट लेख्दा कतिले बुझ्नु भयो होला। बुझ्नु भएन भने अब त्यो लेखेपछि त पक्कै पनि बुझ्नु भएको छ है। यदि अब यो बुझिसक्नु भएको छैन अब यो क्वेशन प्र्याक्टिस गर्दा त्यो लेखेर बस्ने होइन क्या। त्यो काम तपाईँले माइन्डमै गर्न सक्नु पर्यो है त। किनभने त्यो त एकदमै इसेन्सियल कुरा होइन। यतिकै त्यसलाई माइन्डमै सोचेर पनि हामी हटाइदिन त सक्छौँ नि। त्यो लेख्ने काम त हटाइदिन सक्छौँ। त्यही भएर डाइरेक्ट गर्ने प्रयास गर्नु पर्यो। सकिन्छ एक स्टेप भयो नि छोट्याउने। ल अब काट्ने काम गर्ने। ल तल माथि काटिन्छ है, माथि माथि काटिन्छ अनि तल तल काटिन्छ। एउटै साइडको तल माथि काटिन्छ, फरक फरक साइड छ भने माथि माथिको पनि काटिन्छ तल तलको पनि काटिन्छ। त्यसमा ल काटकुट पारौँ त। ल कतिले काट्छ यो 3 ले 3 एकान 3 3 तिया 9 3 ले कति 33 लाई 11 पटक 4 ले 8 लाई 2 पटक। अब 33 यो 117 यो 13 छ है। 13 दशङ 130 13 नुआङ कति हो 117 हो। अब यतापट्टिको त काट्न पर्ने त सबै काटिसक्यो तल माथिबाट भनेपछि यताको 11 नुआङ 99 99 दुना 198 198 बराबर 117 प्लस
एक्स भयो। भनेपछि एक्स को मान 198 माइनस 117 भयो। 198 माइनस 117 भने कति आयो त? 81 आयो। भनेपछि कतिजना कामदार थप्नु पर्दो रहेछ? 81 जना कामदार थप्नु पर्दो रहेछ, ताकि तपाईको यो काम के हुन्छ? समयमै सकिन्छ। ल भन्नुस्, बुझ्नुभयो? सबैले बुझ्नुभयो? केही डाउट छ भने सोध्नुस् है। आवर्स पर डे जे प्यारामिटर दिन्छ वर्क अथवा वेजले मात्रै के गर्छ? डिभाइड गर्छ। तल हुन्छ वर्क अथवा वेज मात्र एउटा समूहको लागि। अरु जे प्यारामिटर दिन्छ त्यो सबै के त? तपाईको माथि न्युमरेटरमा एकअर्कालाई के गर्छ? मल्टिप्लाई गर्छ। वर्क अथवा वेज आयो भने चाहिँ त्यो समूहको कहाँ बस्छ? डेनोमिनेटरमा बस्छ है त। फर्मुला घोक्नै पर्दैन। वर्क अथवा वेज आयो डेनोमिनेटरमा, बाँकी जे आउँछ सबलाई त्यो समूहको लागि मल्टिप्लाई गर्ने केमा? न्युमरेटरमा। र सकिहाल्यो है। ल बुझ्नुभयो नि? हो पक्का बुझियो? ल भेरी गुड। ल मिसेलिनियस टाइपमा जाउँ त। 16 जना पुरुष र 14 जना महिलाले कुनै काम 25 दिनमा समाप्त गर्दछन्। 40 जना पुरुष र 35 जना महिलाले सो काम कति दिनमा गर्न सक्दछन् भनेर तपाईलाई भनेको छ है। र त्यसो भने अब यो मोडलका प्रश्न कसरी समावेश गर्ने? यहाँ पनि कसरी सल्भ गर्ने? यहाँ पनि र छ, यहाँ पनि र छ, दुईटा रको के सा। भनेपछि अब हेर्नुस् त, 16 पुरुष र 14 जनाले कुनै काम 25 दिनमा गर्छन्। अब संख्या चेन्ज भयो। 40 पुरुष र के त 35 जना महिलाले सो काम भनेको त्यही काम त पहिलाकै काम हो, कति दिनमा गर्छन्। अब हेर्नुस्, राम्रोसँग हेर्नुस् है, यहाँ हेर्नुस् त, राम्रोसँग हेर्नुस् त। वर्क डन भनेको के हो भन्दाखेरि तपाईको इफिसियन्सी इन्टु टाइम अथवा मेन इन्टु डेज भन्न सकिन्छ वर्कलाई। किन? इफिसियन्सी त के मेन बढ्छ, मेन घट्छ। इफिसियन्सी त जति धेरै मान्छे भयो त्यति धेरै तिनीहरूको इफिसियन्सी हुने भयो कि भएन? त्यो भएको कारणले गर्दाखेरि तपाईले वर्क डन भनेको मेन इन्टु डेज भनेर पनि यसलाई लेख्न सक्नुहुन्छ है। त्यसो भने अब हेर्नुस्, वर्क त कन्स्टेन्ट छ। भनेपछि हेर्नुस् त, वर्क जब मैले के गरेँ, मानौ 100 माने, ल 25 जना मान्छेले के गर्छन्? यही काम चाहिँ कति दिनमा गर्छन्? 4 दिनमा गर्छन् भनेर मैले भने। ठिक छ? 25 जनाले 4 मा गरे भने 25 चौको के हुन्छ? 100 हुन्छ। त्यसो भने काम त यही 100 नै हो। अब मैले संख्या 25 लाई के गरे? 2 ले मल्टिप्लाई गरेर कति बनाइदिए? 50 बनाइदिए भने अब भन्नुस्, 50 लाई कतिले मल्टिप्लाई गर्दा 100 हुन्छ? 2 ले मल्टिप्लाई गर्दा 100 हुन्छ। भनेपछि मान्छेको संख्या के भयो? 2 ले मल्टिप्लाई भयो भने के हुन्छ? समय 2 ले के भयो त? डिभाइड भयो कि भएन? पहिला भन्दा यति कुरा बुझ्नुहुन्छ? यो लेखेको बुझ्नुभयो कि बुझ्नु भएन? बुझ्नुभयो। ल कन्सेप्ट यति हो, यो भन्दा धेरै केही छैन है। अब हेर्नुस्, अब हामीले के गर्दैछौँ त यहाँ भन्दाखेरि हेर्नुस् त, यहाँ कस्तो छ प्रश्न भन्दा 16 जना पुरुष भनेको मेन दिएको छ, वुमेन दिएको छ, अनि टाइम दिएको छ। अब जुन अघि तपाईको फर्मुलाको मेन थियो नि, त्यो मेन र वुमेन दुईटै हो अहिलेको लागि है। त्यसो भने हेर्नुस् त, 16 जना के छन्? पुरुष छन्, अनि त्यो कति जना? 14 जना महिला छन्। यिनीहरूले यो काम कति दिनमा गरे? 25 दिनमा गरे। अब 40 जना पुरुष र 35 जना महिला भनेको छ। ल 16 बाट 40 भयो, फ्याक्टर कति भयो भन्दाखेरि 40/16 हैन? यो भनेको 8 पंचे 40, 8 दुना 16, 5/2 भनेको 2.5 गुणा भएको रहेछ, हो कि हैन? उमेन के भयो? 35 भयो। कतिबाट? 14 बाट। 7 पंचे 35, 7 दुना 14, यो पनि के रहेछ? 2.5 गुणा भएको रहेछ कि रहेछ? हेर्नुस् त, म्यानको संख्या के भएको रहेछ? 2.5 गुणा भएको रहेछ। उमेनको संख्या पनि के भएको रहेछ? 2.5 गुणा भएको रहेछ। मेनको संख्या, उमेनको संख्या, यो भनेको त अहिलेको हाम्रो फर्मुलाको मेन जस्तै भयो कि भएन? यो मेन र उमेन कम्बाइन्ड भनेको त अहिलेको हाम्रो फर्मुलाको मेन जस्तै भयो। भनेपछि मेनको संख्या के भयो? इन्टु 2.5 भयो भने टाइममा के हुन्छ? डिभाइड बाई 2.5 हुन्छ कि हुँदैन? भनेपछि पहिला यो काम 25 दिनमा सकिन्थ्यो भने अब 25 बाई कति? 2.5 अर्थात् कति दिनमा सकिन्छ? 10 दिनमा सकिन्छ है। तपाईको एन्सर के आयो भन्दा 10 डेज आयो। यो चाहिँ तपाईको नासु लेभलमा सहायक 5औं मा चाहिँ सायद प्रदेश 1 को मोडलमा यो प्रश्न राखेको छ है। ल एकदमै राम्रो प्रश्न राखेको थियो। अब यहाँ ध्यान दिनुस्, यदि यहाँ मेनको संख्या 2.5 ले तर उमेनको चाहिँ 2.5 भन्दा बाहेक अरु कुनैले मल्टिप्लाई भएको छ भने हामीले उता के गर्ने थाहा पाउँछौँ? थाहा पाउँदैनौँ। त्यति बेला भनेको जानकारी के हो? अपर्याप्त हो। कि त एउटा मेनले यति उमेन बराबरको काम गर्न सक्छ भनेर तिनीहरूको इफिसियन्सी गिभन हुनु पर्यो, होइन भने दुईटै केसमा र यहाँ पनि र दिँदा, यदि यहाँ हेर्नुस् त दुईटैमा के सेम रेसियोले के भएको छ? सेम फ्याक्टरले मल्टिप्लाई अथवा डिभाइड भएको छैन यता भने
उता काम गर्न सकिन्छ सकिँदैन बुझ्नुभयो दुईटैको मेनको संख्या इन्टु 2.5 भयो भने वुमेनको पनि इन्टु 2.5 हुनु पर्यो अनि मात्रै हामी के गर्न सक्छौं डाइरेक्ट यसको आन्सर भन्न सक्छौं यहाँ चाहिँ इन्टु 2.5 भयो यहाँ चाहिँ इन्टु 2 भयो भने यहाँ कतिले डिभाइड गर्ने हामी भन्न सक्छौं सक्दैनौं त्यति बेला चाहिँ जानकारी के हुन्थ्यो अपर्याप्त हुन्थ्यो टाइममा 2.5 ले गुणा गर्न मिलेन अब कसरी गुणा गर्न मिल्यो त संख्या 2.5 ले गुणा भइसकेपछि टाइममा के हुन्थ्यो डेमा के हुन्थ्यो 2.5 ले डिभाइड हुन्थ्यो अब गरेर देखाएको हैन समस्या के छ भने प्रुफै गरेर देखाउँदा पनि फेरि यो किन मिल्दैन भनिराख्नु भएको छ अब हेर्नु न जब मान्छेको संख्या बढ्यो भने काम सक्न लाग्ने समय घट्दैन र त्यही काम गर्न पहिला 10 जनाले गरेका थिए भने अब 20 जनाले गर्यो भने के 10 जनाले गर्दा जति समयमा सकाउँथे 20 जनाले गर्दा त्यो भन्दा त कम समयमा सकाउँदैनन् मान्छे यता इन्टु 2.5 उता इन्टु 2.5 गरेपछि उता पनि इन्टु 2.5 हुन्छ त हुँदैन वर्क त के हो कन्स्टेन्ट हो मान्छे म्यानको संख्या काम गर्नेको संख्या बढ्यो भने डेज त के हुन्छ घट्नै पर्छ अब म्यानको संख्या 2.5 गुणा भएको छ भने अब 2.5 ले के हुन्छ टाइममा चाहिँ डिभाइड हुन्छ है भयो बुझ्नुभयो नि हैन मान्छे दुईटै केसमा र आउँदाखेरि के रहेछ हाम्रो बुझ्नुपर्ने कुरो भन्दा पहिलाको संख्या भन्दा पछिल्लो केसको संख्या सेम फ्याक्टरले जस्तो म्यान र वुमेन देला कहिलेकाहीँ केटा र केटी भन्ला कहिलेकाहीँ यति केटा र यति महिला भन्ला यति केटा र यति केटी भन्ला जेसुकै भन्नुस् के हुनु पर्यो भने जे दिन्छ त्यो सबै प्यारामिटरमा सेम खालको के हुनु पर्यो इन्क्रिमेन्ट अथवा डिक्रिमेन्ट हुनु पर्यो यहाँ 2.5 ले डिभाइड भएको थियो संख्या भने टाइम के हुन्थ्यो 2.5 ले के हुन्थ्यो मल्टिप्लाई हुन्थ्यो है म्यान र डेजमा त के हुन्छ इन्भर्स रिलेसन हुन्छ यो कुरा त हामीलाई थाहा छ किनभने वर्क कन्स्टेन्ट हो यो त मैले हिजो पनि बताएको छु यो कन्सेप्ट त है ल यो तपाईले बुझ्नुभयो ल यो बुझिसकेपछि अब हामी यो गरौँ ल अब यो प्रश्न अलिकति फरक छ हेर्नुस् यो प्रश्न अलिकति फरक छ है दुवैमा एउटैले बढेन भनेको एन्सर पनि दिइसके के तपाईहरु सुन्नुहुन्न कि भनेको पनि बुझ्नुहुन्न कि जति पटक भन्दा पनि मैले के भने यदि यहाँ इन्टु 2.5 ले यहाँ चाहिँ 2 ले मल्टिप्लाई हो भने के गर्न सकिन्छ भन्न सकिन्छ सकिदैन त्यही भएर जानकारी अपर्याप्त हो भनेर मैले 4 पटक भने होला अनि फेरि त्यही कुरा सोधिराख्नु भएको छ भन्छ कि पढ्दै गर्दाखेरि कि टिकटक हेरिराख्नु भएको छ अनलाइनले होइन पढ्दै गर्दा क्लासमै ध्यान दिनुस् बुझ्नुभयो त्यही कुरा मैले बारम्बार यहाँ बुझ्नुहुन्न यहाँ कन्फ्युजन हुन्छ भन्ने कुरा लगभग मलाई थाहा हुन्छ मैले मेरो पढाएको धेरै अनुभव त छैन लगभग आइक्यू पढाएको 2 वर्ष मात्रै हुन लाग्दैछ तर पनि तपाईहरु कहाँ कन्फ्युज हुनुहुन्छ भन्ने कुरा अलमोस्ट थाहा हुन्छ कि हामीलाई पहिला त्यही भएर त्यही ठाउँमा मैले पहिल्यै ताकि तपाईले त्यही कुरा मलाई सोधिराख्न नपरोस् भन्नको लागि म 2-3 पटक त्यही ठाउँमा भन्छु अनि एकछिनमा त्यो कुरो सुन्दै नसुने जस्तो गरेर यो चाहिँ के हुन्थ्यो भनेर सोध्नु भयो भने त फेरि मजा आउँदैन नि त है सोध्न पाइन्छ ठीक छ तर के हो भनेदेखि त्यही कुरा मैले रिपिटेडली भनिरहेको छु मैले के भने म्यानमा जे खालको चेन्ज छ वुमेनमा त्यो खालको चेन्ज नहुने बित्तिकै दुईटा र दिएको केस कहिले पनि सल्भ हुन्छ हुँदैन एक्स्ट्रा इन्फर्मेसन दिनुपर्छ कि त म्यान र वुमेनको एफिसिएन्सी एकजना महिला बराबर यतिजना पुरुष अथवा एकजना पुरुष बराबर यतिजना महिला भन्ने तरिकाले तिनीहरूको इफिसिएन्सीको रिलेसन आउने सम्बन्ध दिनुपर्छ नभए जानकारी के हुन्छ अपर्याप्त हुन्छ है ल अब यहाँ वा आयो हेर्नुस् दुईटै र आएको थियो अब अघि अहिले के आयो वा आयो ल वा आयो भनिसकेपछि अब के फरक हो त यो वाको मिनिङ के भन्नुस् त 12 केटा वा 15 केटीहरूले कुनै कार्य 48 दिनमा गर्न सक्छन् भन्नुको मतलब वा भनेको के जति काम 12 केटाले गर्छन् त्यति नै काम गर्न कति केटी चाहिन्छ 15 केटी चाहिन्छ भनेको हैन वाको मिनिङ त्यही हो कि हैन दोस्रो केसमा चाहिँ के दियो भने 24 केटा र 6 केटीहरूले त्यसको दोब्बर कार्य कति दिनमा गर्न सक्छन् दोस्रो केसमा र भनेको चाहिँ 24 केटा र 6 केटी सँगै मिलेर काम गर्दा भन्न खोजे हो के भने चाहिँ के गर्ने भने यो वाको हिसाबले यो वाको कन्डिसनबाट हामीले कि त केटा कतिजना केटा चाहिँ कतिजना केटीसँग काम गर्नको हिसाबले बराबर त्यो हामीले के गर्ने निर्गुल गर्ने त्यसपछि काम गर्ने हिसाबले दोस्रो रको केसमा कि त केटाहरू यति केटी बराबर काम गर्छन् भन्ने हिसाबले कि त त्यसलाई पुरै केटीमा कन्भर्ट गर्ने काम गर्ने हिसाबले फेरि केटालाई केटीमा कन्भर्ट गर्ने भन्ने कुरा त फेरि त्यति मजाको सुनिदैन तर भन्न खोजेको कुरा भने काम गर्ने हिसाबले कतिजना केटा बराबर कतिजनाले त्यही भएर पुरैलाई के गर्ने केटा प्लस केटीलाई नि काम गर्ने हिसाबले कि त केटीको हिसाबले एक्सप्रेस गर्ने कि त केटाको हिसाबले एक्सप्रेस गर्ने जता एक्सप्रेस गरे पनि जुन वेमा एक्सप्रेस गरे पनि तपाईको आउने फाइनल एन्सर त सेम हुन्छ तर तपाईलाई सजिलो कति बेला हुन्छ भने 12 केटा वा 15 केटी भन्दै गर्दा यो 15 के छ तपाईको ठुलो छ जे को संख्या ठुलो छ त्यसको हिसाबले काम गर्दा तपाईको के हुने चान्स हुन्छ भने तपाईले क्याल्कुलेसन गर्दा फ्र्याक्सन चाहिँ एभोइड गर्ने चान्स हुन्छ क्या त्यो कारणले गर्दा वा भन्दै गर्दा जसको संख्या ठुलो छ त्यसको हिसाबले काम गर्ने है त भनेपछि हेर्नुस् त म्यान दिएको छ डेज दिएको छ पहिलाको भन्दा दोब्बर कार्य भने त वर्क पनि दियो म्यान दियो डेज दियो वर्क दियो
ल यो म्यान मैले के गरेँ भन्दाखेरि गर्ल्सको हिसाबले काम गर्ने प्रयास गर्छु। के को हिसाबले? गर्ल्सको हिसाबले। हेर्नुहोस् त हामीलाई के भनेको छ 12 जना केटा बराबर के भनेको छ 15 जना चाहिँ केटीले काम गर्छन् भनेको हो कि हो। त्यसो भने म अब केटीको हिसाबले काम गर्छु भने यहाँ कति जना केटीले 15 जना केटीले कति दिनमा 48 दिनमा के गर्छन् कुनै एउटा काम गर्छन् भन्दा भने ठीक छ। 15 जना केटीले के गर्छन् त 15 जना केटीले 48 दिनमा कुनै एउटा काम गर्छन्। अब हेर्नुहोस् दोस्रो केसमा कतिले काम गर्नु छ 24 जना केटा र कति जना केटी त 6 जना केटी। अब यसलाई के गर्ने हो भने 12 बोइज बराबर 15 गर्ल्स छ। 1 बोय भनेको 15/12 गर्ल्स भनेपछि त्यसलाई कतिले काट्छ 3 ले 3 चौको 12 4/3 एउटा केटा भनेको 4/3 केटी भनेर यो एउटा केटाको ठाउँमा इन्टु 4 का मुनि कति त 3 गर्दाखेरि पनि हुन्छ। तर 12 को मल्टिपलै होइन र 24 भनेपछि त्यो किन गरिराख्नु। हेर्नुहोस् 12 लाई के गर्दा 24 हुन्छ 2 ले मल्टिप्लाई गर्दा 24 हुन्छ भनेपछि यता 2 ले मल्टिप्लाई गर्नुहुन्छ भने सेम हेर्नुहोस् त बराबर क्वान्टिटीलाई बोथ साइडमा बराबर संख्याले मल्टिप्लाई नि गर्न पाइन्छ डिभाइड पनि गर्न पाइन्छ। बोथ साइडमा 2 ले मल्टिप्लाई गर्यो भने 12 दुना 24 केटा बराबर के आयो 15 दुना 30 केटी आयो कि आएन। भनेपछि जति काम 24 जना केटाले गर्छन् त्यति नै काम गर्न कति जना केटी चाहियो 30 जना केटी चाहियो भन्ने कुरा हामी डाइरेक्ट लिन सक्छौँ कि सक्दैनौँ? सक्छौँ। प्लस अब यो केटीलाई त फेरि केटामा चेन्ज गर्ने हो नि केटीलाई त केटीकै रूपमा राख्ने। किन हामीले यो क्याल्कुलेसन नै पुरै केटीको रूपमा गर्दैछौँ केटीको संख्याको आधारमा। भनेपछि अब 30 केटी प्लस 6 केटी भनेको कतिजना केटी त 36 जना केटी। त्यसो भने अब हेर्नुहोस् त काम गर्ने हिसाबले 24 जना केटी र 6 जना 24 जना केटा र 6 जना केटीले काम गर्नु भनेको के हो त 36 जना केटीले काम गर्नुसँग बराबर हो भन्ने कुरा बुझ्यो कि बुझिएन? बुझ्यो। भनेपछि दोस्रो केसमा कतिजना केटी 36 जना केटीले। पहिलाको भन्दा दोब्बर कार्य भनेको मतलब पहिला 1 कार्य थियो भने अब 2 कार्य कति समयमा सक्छन् यो x को भ्यालु निकाल्नु पर्यो। के भनेको छु हरेक समूहको लागि वर्क अथवा वेज आए डिभाइड हुन्छ अरु सब मल्टिप्लाई गर्ने न्युमरेटरमा। भनेपछि पहिलो समूहको लागि के भयो 15 * 48 का मुनि कति त 1 इक्वल्स टु दोस्रो समूहको लागि 36 * x का मुनि कति त 2। यो त बुझ्नुहुन्छ है यो गरेको बुझ्नुभयो। त्यसैले अब काटकुट पार्नुस्। काटकुट पार्दा 12 ले काट्छ 12 तिया 36 12 चौको 48 3 एकान 3 3 पंचे 15 5 चौको 20 दुना कति त 40 चाहिँ के को मान आयो x को मान आयो ज्ञान। भनेपछि हेर्नुस् त 24 केटा र 24 केटा र 6 केटीले पहिलाको भन्दा दोब्बर कार्य कति दिनमा सक्छन् भन्दा तपाईको आन्सर कति भयो त 40 दिन भयो। ठीक छ 40 डेज चाहिँ तपाईको के भयो आन्सर भयो है। वाको केस आयो भने जहिले यसरी गर्ने। अब कहिलेकाहीँ तीनटाकोमा पनि वा भन्दा दिन्छ जस्तो 4 केटा वा 5 केटी वा के त 10 महिला त्यसरी दिन सक्छ। 4 पुरुष वा 5 केटा वा 6 महिला त्यसो भन्यो भने के गर्ने त्यसरी भन्छ। पहिलो केसमा 4 केटा वा 5 केटी वा 6 जना महिलाले कुनै कार्य के गर्छन् 50 दिनमा गर्छन् भने एक जना केटा एक जना केटी र एक जना महिलाले सो कार्य कति दिनमा गर्छन् भन्यो भने त्यो मध्ये हेर्नुस् त संख्या धेरै त महिलामा थियो भनेपछि के गर्ने बोइजलाई पनि गर्ल्सलाई पनि महिलाको रूपमा एक्सप्रेस गर्ने। अनि यहाँ 5-6 जना महिलाले के गर्छन् कुनै एउटा काम 50 दिनमा गर्छन्। अब त्यही काम भनेको छ भने वर्क लेख्न परेन। एक केटा एक केटी र एक महिला भन्दै गर्दा अब के गर्ने केटा र केटीलाई पनि महिलाकै रूपमा व्यक्त गरेर तल पनि महिलाकै संख्या निकाल्ने। ती महिलाले तलका सेकेन्ड वाला केसमा जुन महिलाको संख्या आयो तिनले कति दिनमा सक्छन् भन्ने कुरा अब यही रिलेसन एमडीएच हैन के प्यारामिटर दिएको छ त्यही अनुसार निकाल्न सकिहालिन्छ है। जे दियोस् एउटा वाको केस अर्को रको केस छ भने के गर्नु पर्यो यो वाबाट इक्वालिटीको कन्डिसन लिएर यताबाट कतिजना बराबर कतिजना आउँछ त्यो के गर्नु पर्यो अर्को दोस्रो कन्डिसनको र वा प्लसको ठाउँमा राखेर के गर्ने इक्विभ्यालेन्ट संख्या निकाल्ने। बुझ्नुभयो? 3 जना दिएको छ भने 3 जनालाई के गर्ने काम गर्ने हिसाबले एउटैमा कि त केटाको रेस्पेक्टमा कि त केटीको रेस्पेक्टमा अथवा कि त महिलाको रेस्पेक्टमा के गर्ने टोटल भ्यालु निकाल्ने। अनि के गर्ने तल माथि मेन डेज आवर्स के दिएको छ त्यही अनुसार अब युजुअल प्रक्रिया पहिलादेखि जे गर्दै आथ्यौ त्यही काम गर्ने हो है। भयो हैन बुझ्नुभयो? ल नेक्स्ट वन 30 गल निकालेको फेरि भन्दिनु भन्नु छ मदन पाण्डेले। अब 12 जना बोइज बराबर के छ 15 जना चाहिँ गर्ल्स छ है। अब 24 जना बोइज प्लस 6 जना गर्ल्स बनाएको छ। अब हेर्नुस् यो इक्वल कुरा हो कि
यो इक्वल कुरा हो भने मैले यता के गर्न सक्छु, सेम संख्याले यसलाई मल्टिप्लाई पनि गर्न सक्छु, सेमले डिभाइड पनि गर्न सक्छु, सेम संख्या जोडे पनि इक्वलै हुन्छ, यिनीहरू बोथ साइडबाट सेम संख्या घटाए पनि इक्वल हुन्न। 12 केटा दिएको छ, यहाँ के दिएको छ 24 केटा दिएको छ भने 12 लाई 24 बनाउन के गर्नुपर्छ, इन्टु 2 गर्नु पर्दैन। यहाँ इन्टु 2 गर्नु भयो भने यहाँ पनि इन्टु 2 हुँदैन भनेपछि 12 दुना 24 केटा भनेको कति, 15 दुना 30 केटी भनेर लेख्न सकिएन। भनेपछि जति काम 24 जना केटाले गर्छन् त्यति नै काम गर्न कति जना केटी चाहिन्छ, 30 जना केटी चाहिन्छ। अब यताको केटीलाई त फेरि केटामा चेन्ज गर्नु त भएन, किनभने हामी यो पुरै काम नै केटीको हिसाबले गर्दैछौँ भने 30 प्लस 6 36 केटी हो। भयो, मदन पाण्डेले बुझ्यो। अब यदि ठ्याक्कै यसको मल्टिपलमा छैन भने के गर्ने, जस्तो तपाईँलाई कहिलेकाहीँ के भनिदिन्छ भन्दाखेरि 4 केटा बराबर के 5 केटी भन्यो, अनि दोस्रो केसमा चाहिँ के भन्यो 7 केटा प्लस 2 केटी भन्यो। ल यस्तो भन्यो भने के गर्ने भन्दा 1 बोय भनेको कति हो 5/4 के भयो त गर्ल्स भयो कि भएन, भयो भनेपछि 7 इन्टु 1 बोय भनेको त 5/4 के भयो गर्ल्स भयो, प्लस 2 गर्ल्स। अब यो भनेको 7 पंचे 35 प्लस 8 हैन, 35 प्लस 8 का मुनि 4 के त गर्ल्स। अब यति गर्ल्स बराबर हैन। दोस्रो केसमा यो फ्र्याक्सनमा आयो भने फ्र्याक्सनमै राखेर उता काम गर्ने है त। तपाईको डाइरेक्ट यसकै मल्टिपल यहाँ छ भने कतिले मल्टिप्लाई गर्दा हुन्छ डाइरेक्ट लेख्न सक्नुहुन्छ। यसको मल्टिपलमा छैन भने एकजना बोय बराबर यति जना गर्ल आउँछ नि, भनेपछि एकजना बोय बराबर त यहाँ 5/4 गर्ल भयो, भनेपछि यहाँ 7 इन्टु एकजना बोयको ठाउँमा 5/4 गर्ल लेख्न सक्नुभयो। यहाँ पनि गर्ल यहाँ पनि गर्ल। अब आपसमा यसलाई जोड्नु भयो भने दोस्रो केसमा के आयो, जुन बोइज र गर्ल्सको कम्बिनेसनको संख्या छ त्यो नै इक्विभ्यालेन्ट के को टर्म्समा आयो त गर्ल्सकै टर्म्समा आयो है। अनि यसरी तपाईले काम गर्न सक्नुहुन्छ है। ल अब हेर्नुस्, कुनै होस्टलमा 500 जना विद्यार्थीहरूलाई के थियो 27 दिनसम्म पुग्ने खाना थियो। 3 दिनपछि उक्त होस्टलमा 300 जना विद्यार्थी थपिए भने बाँकी खानाले कति दिनसम्म पुग्छ। अब यो पनि तपाईले एकदमै देखिरहेको प्रश्न हो है। यस्तो प्रश्न आउँदा कति दिमाग खराब भएको थियो होला पहिला गर्न, तर एकै स्टेपमा एन्सर आउँछ। कसरी हेर्नुस् है त्यहाँ, जस्तो हामीलाई के दिएको छ म्यान दिएको छ, डेज दिएको छ, अरु केही छैन। योभन्दा बाहेक त म्यान र डेज मात्रै दिएको छ भने हेर्नुस् यो म्यान हो यो डेज हो। हेर्नुस् है, ध्यान दिएर सुन्नुस्, पहिला बुझ्ने प्रयास गर्नुस्। लेख्ने हतार गर्नुहुन्छ अनि बुझ्नाउने कुरा 4 पटक भनिसकेका हुन्छ यो बुझ्दैन भनेर, अनि त्यो लेख्नै ध्यान हुन्छ, अनि लास्टमा गएर सर त्यो कसरी लेख्नुभयो भनेर सोध्नुहुन्छ, अनि मजा आउँदैन। ध्यान दिनुस्, पहिला बुझ्न ध्यान दिनुस्, सार्न त दिमाग लाउनु पर्दैन, खर्र सार्नुस् न। अहिले अब यहाँ मरुन्जेल लाएर बुझा हुन्छ त्यति बेला सार्नको ध्यान दि, अनि लास्टमा त्यही कुरा 5 पटक व्याख्या गरिसकेका हुन्छ कसरी आयो भन्नुहुन्छ है। त्यही भएर पहिला ध्यान दिनुस् है, पहिला ध्यान दिनुस्। भिडियो रेकर्डेड फर्ममा पनि हुन्छ, तपाईले रेकर्डेड फर्ममा पछि हेरेर नोट बनाउँदा पनि हुन्छ। यहाँ भनेको बुझ्ने काम गर्ने हो। ल हेर्नुस्, कतिजना छन् 500 जना विद्यार्थी छन्। यिनीहरूलाई कति दिन हेर्नुस् त कति दिनसम्म पुग्ने खाना छ 27 दिनसम्म पुग्ने खाना छ। अर्थात् यो भनेको के हो भन्नुहुन्छ भने हेर्नुस् त, यो भनेको के हो भने 500 जनाले लगालग खाएको भए, त्यहाँ बीचमा केही उथल पुथल नभएको भए, संख्यामा परिवर्तन नभएको भए यिनीहरूलाई कति दिन पुग्थ्यो 27 दिन पुग्थ्यो। तर के भयो त 3 दिनपछि त यसमा केही परिवर्तन आयो। 3 दिनपछि केही परिवर्तन आयो भन्नुको मतलब 500 जनाले कति दिन खाइसके 3 दिन खाइसके। 500 जनालाई 27 दिन पुग्ने खाना थियो, 500 जनाले 3 दिन खाइसके भने अब 500 जनालाई नै कति दिनको लागि पुग्छ त 3 दिन खाइसकेपछि 24 दिनको लागि पुग्छ हो कि हो। अब 3 दिनपछि त संख्यामा परिवर्तन आएको छ। 3 दिनपछि के भयो, उक्त होस्टलमा 300 जना विद्यार्थी थपिए। पहिला 500 जना थिए भने अब खाने मुख कति भयो 500 प्लस 300 गरेर 800 भयो। अब हेर्नुस्, जुन खाना 500 जनालाई 24 दिन पुग्थ्यो त्यही खाना अब 800 जनालाई कति दिन पुग्छ निकाल्नु पर्ने त हो नि। भनेपछि के भनेको छु मैले, म्यान इन्टु डेज भनेको वको त्यो बराबर हुन्छ भनेको थिएँ। भनेपछि हामीले के लेख्न सक्छौँ यहाँ 500 इन्टु 24 बराबर के लेख्न सक्छौँ 800 इन्टु के लेख्न सक्छौँ x लेख्न सक्छौँ। दुईटा जिरो काट्न पाइयो, 8 एका 8 8 यहाँ 24, भनेपछि x को मान कति आयो त 15 दिन आयो। भनेपछि बाँकी खानाले बाँकी व्यक्तिहरूलाई कति दिन पुग्छ भन्दा 15 दिन पुग्छ। बुझ्यो हैन? बुझ्नु सबैले, कहीँ डाउट छ भने सोध्नुस्। किन 500 इन्टु 27 भएन भन्दा 3 दिनपछि त परिवर्तन भयो नि त। उनीहरूले
लगालग खाएको भए 500लाई 27 दिन पुग्थ्यो, तर उनीहरूले 3 दिन त खाइसके नि। 27 मध्ये 3 खाइसक्यो भने यो 500 जनालाई नै अब 3 दिन पछि त कति दिन मात्रै पुग्छ? 24 दिनको लागि मात्रै पुग्छ। अब भाषा चेन्ज गर्न सक्छ। हेर्नुस् त, 300 विद्यार्थी थपियो भने खाना वास्तविक समय भन्दा कति दिन अगावै भनेको बुझ्नुहुन्छ के हो? अगाडि नै हैन, कति दिन अगावै सकिन्छ भनेर पनि सोध्न सक्छ। भाषा त जसरी पनि घुमाउँछ, डराउनु भएन। हेर्नुस् त, अब यसबाट तपाईले के बुझ्नु पर्यो? हेर्नुस्, यदि यस्तो सोध्यो भने जुन खाना 500 जनालाई 24 दिनको लागि पुग्थ्यो, त्यही खाना 800 जनाको लागि त कति दिन मात्रै पुग्दो रहेछ? 15 दिन मात्रै पुग्दो रहेछ। जुन खानाले 24 दिन पुग्थ्यो त्यो त अब कतिमा सक्यो? 15 दिनमै सक्यो। भनेपछि कति दिन अगावै सक्यो? 24 - 15 अर्थात् 9 दिन अगावै खाना सक्यो है। 24 - 15 बराबर 9 दिन। बुझ्नुभयो बुझ्नु भएन? भाषा जसरी पनि घुमाउन सक्छ। के सोधिरहेछ प्रश्नले भन्ने कुरा बुझ्नु पर्यो। बुझ्नुभयो नि? के सोधिरहेछ प्रश्नले? बाँकी खानाले बाँकीलाई कति दिनसम्म पुग्छ भन्दा जुन खाना 500 जनालाई 24 दिनका लागि पुग्थ्यो, त्यही खाना अब 800 जनालाई कति दिनका लागि पुग्छ त भनेको होइन। यो त हामी डाइरेक्ट m1d1 बराबर m2d2 बाट निकाल्न सकिहाल्छौँ। तर अब हामीलाई के भन्यो भने यदि 500 विद्यार्थी थपियो भने खाना वास्तविक समयभन्दा कति दिन अगावि भन्दाखेरि फेरि यो 27 बाट घटाउने होइन। हेर्नुस्, 27 को काम त सकिसक्यो। 500 जनाले लगालग खाएको भए पो 27 दिन खान्थे, तर यिनीहरूले 3 दिन खाइसक्यो भने यो 500 जनालाई कति दिन पुग्यो? 24 दिनलाई पुग्यो। जुन खानाले हेर्नुस् त 500 जनालाई 24 दिनसम्म धान्थ्यो, त्यही खाना अब कतिले 800ले खाँदा त 15 दिनमै सक्यो नि त। भनेपछि तपाईको सम्बन्ध अब 24 र 15 मा हेर्ने, 27 र 15 मा हेर्ने हो त होइन। 27 त तपाईले यही प्रयोग गर्नु भएको छैन भने तपाईले यहाँको भ्यालु र यहाँको भ्यालुमा हेर्ने हो नि त। यहाँ 24 आछ। जुन खानाले 500 जनालाई 24 दिन पुग्थ्यो, त्यही खाना मान्छेको संख्या थपिएपछि त के हुने भयो? 24 भन्दा कम समयमै सकिने भयो, 15 दिनमै सक्यो। भनेपछि जुन खानाले 24 दिन पुग्नु पर्थ्यो त्यसले त 15 दिनमै भ्याइयो नि त। त्यो खाना त 15 दिनमै भ्याइयो भने वास्तविक समय 24 भन्दा कति दिन अगाडि भ्याइयो? 24 - 15 अर्थात् 9 दिन अगावै भ्याइयो हैन। यसरी बुझ्नु पर्यो। ल यो बुझ्नु भएको छ भने ल अब यसको एन्सर तपाईहरुले मलाई आफैले गरेर भन्नुस् त। ल पुरो उस्तै हो, खासै फरक छैन। एउटा अलिकति उल्टो कुरा छ, अघि संख्या थपिएको थियो भने अब संख्या छोडेर जाने केस छ। ल भन्नुस्, यो गर्नु त अब ल नआत्तिकन गर्नुस्, गर्न प्रयास गर्नुस् है। मैले तपाईलाई हिजो पनि भनिसकेको छु, आइक्यू को कक्षामा हुनुहुन्छ अथवा जहाँसुकै हुनुहुन्छ, पहिला म यो बुझ्छु, म गर्न सक्छु भन्ने आफूले आफूलाई विश्वास चाहिँ राख्नुस् है। अब आइक्यू त गाह्रो हुन्छ, सरले जसरी सिकाए नि म बुझ्दिनँ भन्ने कन्सेप्ट तपाईको दिमाग छ भने तपाईलाई जिन्दगी आइक्यू बुझाउन कसैले पनि सक्नेवाला छैन। कम्तीमा आफूले बुझ्न सक्छु त्यो कन्फिडेन्स तपाईमा हुनुपर्छ, आफूले आफूलाई त्यो विश्वास हुनुपर्छ। केही टेन्सन मान्नु पर्दैन। ल एकजना विनिता कार्कीले एन्सर निकालिसक्नु भएको छ, करेक्ट एन्सर उहाँले भनिसक्नु भएको छ अनलाइनमा। ल तपाईँ फिजिकलको साथीहरूले भन्नुस्, गाह्रो कुरो केही छैन। अघिकै जस्तै हो, संख्या थपियो भने पहिलाकोमा जोड्ने हो, अब संख्या के हो छोडेर गयो भने पहिलाको भन्दा घटाउने त हो, केही फरकै पर्दैन। दुर्गाको पनि 42 आयो, दुईजनाले 42 निकालिसक्नु भएको छ। ओके, प्रकाशको पनि 42 आयो। 42 आयो, भेरी गुड। ल कुरा बुझ्नुभयो, यसको मतलब कुरा बुझ्नुभयो। हेर्नुस्, म्यान र डेज, हेर्नुस् त म्यान र डेज के छ? 150 जनालाई कति दिन पुग्ने छ? 45 दिन पुग्ने छ। अब 150 जनाले लगालग खाएको भए कति दिनमा खाइसक्थे? 45 दिनमा खाइसक्थे। तर 10 दिनपछि केही चेन्ज भयो भन्नुको मतलब 150 जनाले कति दिन खाइसके? 10 दिन त खाइसके। 150 ले 45 मध्ये 10 दिन त यिनीहरूले खाइसके भने 150 जनालाई कति दिन पुग्ने छ? अब 35 दिन पुग्ने छ। तर 10 दिनपछि के भयो भन्नुस् त? 25 जनाले छोडेर गए भन्नुको मतलब पहिला खाना खाने 150 थियो भने अब 25 ले छोडेर गयो भने कति हुन्छन्? 125 हुन्छन्। अब जुन खाना 150 जनालाई 35 दिनको लागि पुग्थ्यो, त्यही खानाले अब 125 जनालाई कति दिन पुग्छ भनेको के? संख्या के भएको छ? घटेको छ। संख्या घटेको छ भने समय के हुन्छ? बढ्छ कि बढ्दैन? बढ्छ। भनेपछि हाम्रो एन्सर त 35 भन्दा ठुलो हुनुपर्छ।
यसो हेर्ने बित्तिकै दुईटा अप्सन त सुरुमै हेर्ने बित्तिकै फाल्न सकिहाल्यो है। कहिलेकाहीँ के हो त भन्दा समयको के पर्यो, अभाव पर्यो, एकदम टाइमै सकि नै हाल्यो भने त्यस्तो अवस्थामा फ्याट हेर्ने बित्तिकै यस्तो हुन्छ है, कम्तीमा दुईटा अप्सन त इलिमिनेट भयो नि। अब अरू खासै समय नै छैन, यसलाई सल्भ गर्न पनि समय पाउनु भएन भने के गर्ने, यो दुईटा मध्ये एउटा टिक गर्ने, मिल्ने प्रोबेबिलिटी कम्तीमा 50% त भयो नि होइन। अप्सन इलिमिनेसन गर्न पनि जान्नु पर्यो है त। ल त्यसो भने अब हेर्नुहोस् त, जुन खाना 150 जनालाई 35 दिन पुग्थ्यो त्यही खाना अब 125 जनालाई कति दिन पुग्छ त्यो निकाल्नु पर्ने त हो नि होइन। भनेपछि हेर्नुहोस् त, यो 125 125 त 25 को टेबल हो। 25 पंचे 25 छका 5 एकान 5 5 7 35 भनेपछि एक्स को मान कति आयो, 6 7 42 दिन आयो। ठिक छ। भनेपछि जुन खाना 150 जनालाई 35 दिनको लागि पुग्थ्यो त्यही खाना 125 जनाको लागि कति दिन पुग्छ त, 42 दिन पुग्छ। अब भन्नुहोस् वास्तविक समय भन्दा कति दिन पछाडि खाना सकिन्छ भनेर भनौँ भने एन्सर कति भन्नुहोस्, कति 7 हो। हेर्नुहोस् 125 हेर्नुहोस् त, 125 जनालाई के भयो त, जुन खाना 150 जनालाई 35 दिन पुग्थ्यो त्यही खाना 125 जनाले खाँदा त कति दिन पुग्यो, 42 दिन पुग्यो। भनेपछि पहिला 35 दिनलाई पुग्थ्यो, अब कति 42 दिनलाई पुग्यो। 35 दिनमा सकिनु पर्ने अब कति दिनमा सकियो, बल्ल 42 दिनमा सकियो भने कति दिन पछाडिसम्म पुग्यो, 42 माइनस 35 अर्थात् 7 दिन पछाडिसम्म चाहिँ खाना पुग्यो। जसरी पनि सोध्न सक्नु है। भाषा चाहिँ तपाईँले जसरी पनि ट्विस्ट गर्न सक्छ, त्यो भाषा हेरेर डराउनु भएन। ल हिजो तपाईँहरूलाई मैले क्लासमा जो स्लाइडमा भएको भन्दा कतिवटा एक्स्ट्रा क्वेसन गराएको थिएँ, एउटा मात्रै थियो होला हो, एउटा मात्रै थियो। ल अब अरू एउटा दुईटा एक्स्ट्रा गराइदिन्छु है त यसबाट अरू एउटा, किनभने टाइम एन्ड वर्कको हेर्नुहोस् लगभग जुनसुकै लेभलमा प्रश्न सोधि नै हाल्छ यो टपिकबाट। यहाँ त अलरेडी 19 वटा त पुगिसकेको छ, अब अरू एउटा दुईटा अझै एक्स्ट्रा गराइदिन्छु ताकि तपाईँको कन्फिडेन्स अझै के होस्, बुस्ट अप होस् टाइम एन्ड वर्कमा है। ल अब त्यो हिसाबले म 2-4 क्वेसन प्र्याक्टिस गराइदिन्छु, त्यो अब हामी गर्दैछौँ है। अब कन्सेप्ट बुझ्नुपर्छ है। मेन भनेको आइक्यू भनेको बुझेपछि गर्नुभयो, तर घोक्नु भयो भने सकिँदैन आइक्यू। मैले बारम्बार भन्ने गरेको छु, जुन दिनदेखि आइक्यूलाई घोक्न छोडेर बुझ्न थाल्न प्रयास गर्नुहुन्छ, बुझ्न प्रयास गर्नुहुन्छ, त्यो दिनदेखि तपाईँको आइक्यू सजिलो लाग्न थाल्छ। ल पाइप ए र बीले कुनै ट्याङ्की क्रमशः, लेख्नुहोस् त ल, पाइप ए र बीले कुनै ट्याङ्की क्रमशः 18 मिनेट र 24 मिनेटमा भर्न सक्छन्। ल यो स्लाइडमा छैन है, के एक्स्ट्रा गराउँदैछु, प्रश्न सायद यति भएपछि सकियो होला, यहाँ स्लाइडमा भएको त। ल एउटा दुईटा अब एक्स्ट्रा गराउँदैछु है। पाइप ए र बीले कुनै ट्याङ्की क्रमशः 18 मिनेट र 24 मिनेटमा भर्न सक्छन्। पूर्णविराम दिनुस्। यदि दुवै पाइप एकसाथ खोल्ने हो भने कति मिनेट पछि पाइप बी बन्द गर्नुपर्छ। यदि दुवै पाइप एकसाथ खोल्ने हो भने कति मिनेट पछि पाइप बी बन्द गर्नुपर्छ, ताकि यदि दुवै पाइप एकसाथ खोल्ने हो भने कति मिनेट पछि के गर्नुपर्छ, पाइप बी बन्द गर्नुपर्छ, ताकि सो ट्याङ्की 12 मिनेटमा ताकि सो ट्याङ्की 12 मिनेटमा यदि दुवै पाइप एकसाथ खोल्ने हो भने कति मिनेट पछि पाइप बी बन्द गर्नुपर्छ, ताकि सो ट्याङ्की 12 मिनेटमा पूर्ण रूपमा भरिन्छ। 12 मिनेटमा पूर्ण रूपमा भरिन्छ। ल अप्सन एबीसीडी मा 6 9 8 5। ल अप्सन एबीसीडी मा 6 9 8 5। ल गर्नुस् त।
नआत्तिकन गर्नुस्, बिग्रे पनि केही फरक पर्दैन, सिक्दै हुनुहुन्छ है। नआत्तिकन क्वेसनले के भनेको पहिला एफिसिएन्सी डायग्राम बनाउने, त्यसपछि लाइनवाला डायग्राम बनाउने। जसले लाइनवाला डायग्राम बनाउन जान्यो, त्यो लाइनवाला डायग्राममा दिएको जानकारी प्लट गर्न जान्यो, त्यसले त्यही लाइनवाला डायग्राममा एन्सर निकाल्छ, अरू धेरै गर्नै पर्दैन। आत्तिनु भएन, नआत्तिकन गर्नुस्, बिग्रे पनि केही फरक पर्दैन है, किनभने सिक्दै हुनुहुन्छ नि त। जम्मै कुरा जाने भए त यहाँ आउनै पर्दैन थियो। 8 मिनट विनिता कार्कीले 8 मिनट भन्नुभयो है। ल विनिता कार्की एकदमै प्राय सबै प्रश्नहरू यहाँ मैले राखेका अधिकांश प्रश्नहरूको उहाँले सही एन्सर पनि भन्दै आउनु भएको छ है विनिता कार्कीजी। र अरू पनि साथीहरू हुनुहुन्छ तर एकदमै धेरै एन्सर भन्नेमा उहाँ परिराख्नु भएको छ यहाँ अनलाइनबाट। र अरू साथीहरूले हेर्नुहोस् कुरा बुझ्नु भएको छ कि छैन, कतिको कुरा बुझ्नुभयो, मैले पढाउँदै गएको, मैले सिकाउँदै गएको कन्सेप्ट कतिको बुझ्नुभयो। एकजना अर्को 9 आयो, सुमित्रा कुमारी यादवको 8 आयो। अर्को रबिनाको पनि 8 आयो। ल हेर्नुहोस् है त यहाँ म गरिदिन्छु, हेर्नुहोस् यहाँनिर के छ त भन्दा दुईवटा पाइप छन्, एउटा पाइप ए छ, अर्को पाइप बी छ। पाइप ए ले कति मिनेटमा भर्छ ट्याङ्की? 18 मिनेटमा भर्छ। त्यही ट्याङ्की पाइप बी ले कति मिनेटमा भर्छ? 24 मिनेटमा भर्छ। त्यही ट्याङ्की पाइप बी ले 24 मिनेटमा। भनेपछि टोटल वर्क कति भयो भन्नुस् त? 18 र 24 को एलसीएम, अथवा ट्याङ्कीको क्षमता कति भयो? 18 र 24 को एलसीएम भयो। त्यो भनेको कति भयो त? बल्ल 72 भयो। 72 लिटर के रहेछ? ट्याङ्कीको क्षमता रहेछ। ए ले 18 मिनेटमा 72 लिटर भर्छ भने ए ले 1 मिनेटमा कति लिटर भर्छ? 4 लिटर भर्छ। बी ले 24 मिनेटमा 72 लिटर भर्छ भने बी ले 1 मिनेटमा कति लिटर भर्छ? 3 लिटर भर्छ। ल अब हामीलाई के भनेको छ हेर्नुस् त यहाँ, यदि दुवै पाइप एकसाथ खोल्ने हो भने भन्नुको मतलब के? ए प्लस बी लाई तपाईले के गर्नुभयो? सँगै खोल्नुभयो भने है, यिनीहरूले सँगै काम गर्ने भयो केही समय। त्यसपछि के हुने भयो भन्दाखेरि हेर्नुस् त कति मिनेट पछि पाइप बी लाई बन्द गर्नुपर्छ। अर्थात् यिनीहरूलाई केही समय चलाएपछि पाइप बी लाई के गर्नुभयो? केही समयपछि तपाईले बन्द गर्नुभयो भने बन्द गरेपछि यो ट्याङ्की कसले मात्रै भर्छ? अब पाइप ए ले मात्रै भर्छ। पुरै ट्याङ्की कतिमा भरिनु छ? 12 मिनेटमा भरिनु छ। हेर्नुस् पुरै ट्याङ्की कति मिनेटमा भरिनु छ? 12 मिनेटमा भरिनु छ। त्यसो अब यो डायग्राम हेरेर तपाईले मलाई भन्नुस् त सुरुदेखि अन्तिमसम्म कुन पाइप सुचारू छ? ए। बी त केही समयपछि बन्द भएको छ। भनेपछि यो सुरुदेखि अन्तिमसम्म ए ले 12 मिनेट नै काम गर्यो कि गरेन? गर्यो। किन? सुरुदेखि अन्तिमसम्म पाइप खुल्ला छैन छ। अनि पुरा ट्याङ्की कति मिनेटमा? 12 मिनेटमा भरिन्छ भनेको मतलब ए ले त पुरा 12 का 12 मिनेट काम गर्यो कि गरेन? गर्यो। ए ले के गर्छ? 1 मिनेटमा कति भर्छ? ए ले 1 मिनेटमा 4 लिटर भर्छ भने ए ले 12 मिनेटमा कति भर्छ? 12 चौको 48 लिटर भर्छ। यति कुरा बुझिन्छ कि बुझ्दैन? बुझिन्छ। हेर्नुस् त यहाँदेखि यहीँसम्म ए छैन, चित्रमा क्लियर छ कि छैन? छ। ए त कहीँ पनि हटेको अवस्था त छैन, ए त सुरुदेखि अन्तिमसम्मै खुल्ला छ। अनि पुरा ट्याङ्की 12 मिनेटमा भरिन्छ भन्नुको मतलब 12 का 12 मिनेट ए ले त काम गर्यो कि गरेन? गर्यो। यो 12 मिनेटमा ए ले कति ट्याङ्की भर्यो त? 1 मिनेटमा ए ले के गर्छ? पाइप ए ले 4 लिटर भर्छ भने 12 मिनेटमा 12 चौको 48 लिटर भर्छ। अब बी को भागमा कति बाँकी रह्यो हेर्नुस्? पुरा भर्नु पर्ने 72 लिटर हो कि? 72 मध्ये कति भरियो त? 48 भरियो भने बी को भागमा कति लिटर भर्न बाँकी? 24 लिटर। बी ले के गर्छ हेर्नुस् त? बी ले के गर्छ भन्दाखेरि यो केमा दिएको छ समय? मिनेटमा। बी ले के गर्छ? 1 मिनेटमा 3 लिटर भर्छ भने 24 लिटर भर्न उसलाई कति समय लाग्छ? 8 मिनेट लाग्दैन र? हो। भनेपछि यहाँदेखि यहाँसम्म हो नि त, बी ले काम गरेको त यहाँदेखि यहाँसम्म हो। भनेपछि यो कति यो समय, यो खण्डको समय कति रहेछ? 8 मिनेट रहेछ। ए र बी ले कति समयसँगै काम गरेछन् भनेर भन्यो भने पनि एन्सर के हो? 8 मिनेट हो। ए र बी ले केही समय काम गरेपछि बी ले छोडेको छ भने बी के भनेको छ त? अब भन्नुहोस् के भनेको छ? त्यो त अर्कै प्रश्न भयो। पाइप बी लाई चाहिँ कति मिनेट पछि बन्द गर्नु पर्दो रहेछ?
8 मिनेटपछि बन्द गर्नु पर्दो रहेछ ताकि यो ट्याङ्की के हुन्छ 12 मिनेटमा चाहिँ पूर्ण रूपमा भरिन्छ। अब हिजो मैले गराएको कुनै एउटा क्वेसन यस्तै थियो, त्यहाँ पाइप र ट्याङ्की भनेको थिएन, ए र बीले काम गर्दा भनेको थियो, पाइप र ट्याङ्की भनेको थिएन, तर कन्सेप्ट त उही थियो। एले के गर्छ सुरुदेखि अन्तिमसम्मै काम गरेको छ भने टोटलबाट एले गरेको काम घटाइदियो भने अब कसले गर्नु पर्यो, बाँकी काम बीले गर्नु पर्यो नि। यस्तै वाला कन्सेप्ट भएको प्रश्न हिजो पनि गराएको थियो भने चाहिँ यहाँबाट के बुझ्नु पर्यो भने तपाईँले भाषा त जसरी पनि सोध्न सक्ने रहेछ, कुरो त उही रहेछ नि त। आखिर बुझिसके त कुरो उही हो, सुरुदेखि अन्तिमसम्म पाइपे त सुचारू नै छ नि भने चाहिँ पाइपले पुरा 12 मिनेट काम गर्यो कि गरेन, गर्यो। पाइपले 1 मिनेटमा 4 लिटर भर्छ भने पाइपले 12 मिनेटमा 12 चौको 48 लिटर भर्यो। जम्मा भर्नुपर्ने 72 हो, 72 मध्ये 48 त कसले भर्यो, यसले नै भर्यो भनेपछि बाँकी रहेको 24 लिटर कसले भर्नु पर्यो, बीले भर्नु परेन। बीले 1 मिनेटमा 3 लिटर भर्छ, 24 लिटर भर्न उसलाई 24 का मुनि 3 अर्थात् टाइम चाहियो भने वर्कलाई इफिसियन्सीले भाग गर्ने भनेर भनेकै छु, 8 मिनेटमा भर्छ। अब के गर्छ, यो भनेको बीले त टोटल 8 मिनेट मात्रै काम गरेको देखियो कि देखिएन। बी कहाँदेखि कहाँसम्म छ, यहाँदेखि यहाँसम्म छ भनेपछि ए र बीले सँगै कति मिनेट काम गर्यो, दुईटा पाइपलाई सँगै कति बेरसम्म सञ्चालन गरियो भन्दा 8 मिनेटसम्म। ठिक छ, त्यसपछि त बीले के गरेको, बीलाई बन्द गरेको हो नि त भनेपछि पाइप बी कति मिनेटपछि बन्द गरियो भन्दा पनि एन्सर के हो, 8 मिनेट हो। बुझ्नुभयो ल। त्यसो भए अर्को एउटा प्रश्न लेख्नुस् त ल। पीले कुनै कार्य 15 दिनमा गर्न सक्छ। पीले कुनै कार्य 15 दिनमा गर्न सक्छ तथा पी र क्यू मिलेर सो कार्य 12 दिनमा गर्न सक्छन्। सो कार्य 12 दिनमा गर्न सक्छन्। ठीक छ, अब पूर्ण विराम अगाडि कन्टिन्यू गर्नुस्। यदि क्यूले केवल आधा दिन मात्र कार्य गर्दछ, यदि क्यूले केवल आधा दिन मात्र कार्य गर्दछ भने सो कार्य सँगै मिलेर उनीहरूले कति दिनमा गर्न सक्छन्। सो कार्य उनीहरूले सँगै मिलेर कति दिनमा गर्न सक्छन्। पी एक्लैले कति मिनेटमा अथवा कति दिनमा भने मैले पी एक्लैले कति दिनमा 15 दिनमा, अनि पी र क्यू मिलेर चाहिँ कति दिनमा त, कति दिनमा 12। गर्नुस्। अब यसको एन्सर निकाल्नुस्, मैले अप्सन राखिनँ। अब यसको एन्सर तपाईले निकाल्नुस् त ल, कति निकाल्नुहुन्छ हेरौँ। तो 15 र 12 को एलसीएम कति 60 हो। 15 र 12 को एलसीएम 60। पीले 15 दिनमा 60 वटा गमला बनाउँछ भने पीले एक दिनमा कतिवटा बनाउँछ, 4 वटा गमला बनाउँछ। ठीक छ। पी र क्यूले के गर्छन्, 12 दिनमा 60 वटा गमला बनाउँछन् भने पी र क्यूले एक दिनमा कतिवटा गमला बनाउँछ, कतिवटा 5 वटा गमला बनाउँछन्। ठीक छ। पी र क्यूले एक दिनमा 5 वटा गमला बनाउँछन्। ल प्रवीणाले भन्नुभयो 40/3 भन्नुभयो। के ल हेरौँ कति रहेछ एन्सर, ल हेरौँ है त। अब हेर्नुस्, यहाँ हेर्नुस्, यहाँ पनि पी छ, यहाँ पनि पी छ। यहाँ पीले एक दिनमा 4 वटा गमला बनाउँछ भने यहाँ पनि पीले एक दिनमा के गर्छ, 4 वटै गमला बनाउँछ, 4 वटै गमला बनाउँछ। र हेर्नुस् त, पी र क्यू मिलेर चाहिँ एक दिनमा 5 वटा गमला बनाउँछन् भने क्यूले एक दिनमा कतिवटा गमला बनाउँदो रहेछ त, एउटा गमला बनाउँदो रहेछ है, एउटा गमला बनाउँदो रहेछ। ल अब के गर्नु छ, पी र क्यूले नै काम गर्नु छ। कति काम गर्नु छ, यही 60 युनिट काम गर्नु छ।
पी को बारेमा कुनै परिवर्तन भनेको छैन भनेपछि पी ले के गर्थ्यो पहिला एक दिनमा 4 वटा गमला बनाउँथ्यो भने अब पनि के गर्छ 4 वटा नै गमला बनाउँछ कसले केवल आधा दिन काम गर्छ क्यू ले आधा दिन भनेको छु मैले हैन क्यू ले आधा दिन क्यू ले एक दिन काम गर्दा के गर्थ्यो एउटा गमला बनाउँथ्यो भने क्यू ले आधा दिन काम गर्दा कतिवटा गमला बनाउँछ आधा मात्रै बनाउँछ भनेपछि क्यू को एफिसिएन्सी कति भयो 1/2 अब 4 + 1/2 ले यसलाई के गर्नु पर्यो डिवाइड गर्नु पर्यो भनेपछि 60 डिवाइड बाइ यो भनेको 4 दुना 8 + 1 कति 9 का मुनि के हुन्छ 2 हुन्छ हो के नि यो भनेको यसलाई अब तपाईले सिम्प्लिफाई गर्दा 60 * 2 का मुनि 9 हुन्छ 3 ले 20 पटक गयो 3 ले 3 पटक गयो 20 दुना 40 का मुनि 3 ल एकजना साथीले त सही आन्सर निकाल्नु भएको थियो है 3 ले कति 13 पटक जाँदाखेरि कति भयो 39 एक बाँकी 13 एक का मुनि कति दिनमा 3 दिनमा सम्पूर्ण कार्य सकिने रहेछ है ल 40/3 रविनाले भन्नु भएको थियो त्यसैगरी विनिता कार्कीको पनि 40 का मुनि 3 आइसकेको थियो है हेर्नुस् त क्यूले एक दिनमा एउटा गमला बनाउँछ भने क्यूले अब आधा दिन मात्रै काम गर्छ भने त कतिवटा आधा मात्रै गमला बनाउने भयो भनेपछि टोटलमा हेर्नुस् त पी र क्यूले अब काम गर्दा पी ले त पहिला 4 अहिले पनि 4 हो पी मा त कुनै परिवर्तनको कुरै गरेको छैन क्यूले अब पहिला एउटा बनाउँछ भने अहिले आधा बनाउँछ भनेपछि यिनीहरुको पी र क्यू को जम्मा एफिसिएन्सीले अब के गर्नु पर्यो वर्कलाई डिवाइड गर्नु पर्यो है यसो गर्दा तपाईको आन्सर 40 का मुनि 3 अथवा 13 एक का मुनि 3 दिन आयो है ल अब अर्को एउटा प्रश्न गर्नुस् त्यो चाहिँ आजको लागि हामी लास्ट प्रश्नको रूपमा गर्छौं ए र बी ले कुनै कार्य 40 दिनमा पूरा गर्न सक्छन् ल लेख्नुस् त ए र बी ले कुनै कार्य 40 दिनमा पूरा गर्न सक्छन् ए र बी ले कुनै कार्य 40 दिनमा पूरा गर्न सक्छन् ए र बी ले कुनै कार्य 40 दिनमा पूरा गर्न सक्छन् पूर्णविराम ए एक्लैले सो कार्य 60 दिनमा पूरा गर्न सक्छ ए एक्लैले सो कार्य 60 दिनमा पूरा गर्न सक्छ ए एक्लैले सो कार्य 60 दिनमा पूरा गर्न सक्छ बी एक्लैले सो कार्यको 3/4 भाग सक्न बी एक्लैले सो कार्यको 3/4 भाग सक्न कति समय लगाउँछ बी एक्लैले सो कार्यको 3/4 भाग सक्न कति समय लगाउँछ ल अप्सनहरु लेख्नुस् 90 दिन 100 दिन 80 दिन 120 दिन 90 100 80 120 90 100 80 र 120 प्रकाश को 90 आयो ल जानकी उपाध्याय को पनि 90 आयो ल रविना को पनि 90 डेल को पनि 90 ल हेर्नुस् है त यता हेर्नुस् त ए र बी ले सँगै गर्दा 40 दिनमा गर्छन् है ए र बी ले सँगै गर्दा यो काम कति दिनमा गर्छन् 40 दिनमा गर्छन् अनि एक्लैले चाहिँ कति दिनमा गर्छ 60 दिनमा गर्छ 40 र 60 को एलसीएम कति 120 ए र बी ले 40 दिनमा 120 वटा गमला बनाउँछन् भने ए र बी ले एक दिनमा कतिवटा गमला बनाउँछन् 3 वटा गमला बनाउँछन् ए ले 60 दिनमा 120 वटा गमला बनाउँछ भने ए ले एक दिनमा कतिवटा गमला बनाउँछ 2 वटा गमला बनाउँछ कुरा क्लियर छ यदि त बुझिहालिन्छ यो त नबुझ्ने कुरै छैन त्यसो अब हेर्नु त यहाँ अब राम्रोसँग हेर्नु त यहाँ पनि ए छ यहाँ पनि ए छ यहाँ ए ले एक दिनमा 2टा गमला बनाउँछ भने यहाँ पनि ए ले एक दिनमा 2टा गमला बनाउँछ ए र बी ले मिलेर चाहिँ के गर्छन् एक दिनमा 3टा गमला बनाउँछन् भने बी ले एक दिनमा कतिवटा गमला बनाउनु पर्यो एउटा गमला बनाउनु पर्यो बी ले एक दिनमा एउटा गमला बनाउनु पर्यो अब के भनेको छ भन्दाखेरि बी एक्लैले त्यस कार्यको 3/4 भाग बी एक्लैले कुन कार्यको 120 यसको कति भाग 3/4 भाग भनेको यति वर्क गर्नु छ कति समयमा सक्छ भन्दा बी को एफिसिएन्सीले के गर्नु पर्यो यसलाई डिवाइड गर्नु पर्यो कि परेन टाइम निकाल्न वर्कलाई एफिसिएन्सीले डिवाइड गर्नुपर्छ
भनेपछि 4 त्यहाँ 12 यो 30 भयो, 30 त्यहाँ कति भयो त 90 भयो। भनेपछि यो तपाईँको कति आयो 90 दिन आयो। कति दिन आयो यसको एन्सर 90 दिन। र धेरै साथीहरूले 90 दिन भनिसक्नु भएकै थियो है। बुझ्नुभयो? पक्का बुझ्नुभयो? ल त्यसो भने अब हेर्नुहोस्, अब हिजो आज गरेर केही यहाँ स्लाइडमै तपाईँको 19 वटा क्वेसन छन्। योभन्दा बाहेक अरू मैले 3-4 वटा एक्स्ट्रा क्वेसन गराइदिएको छु। यी क्वेसनलाई आधार मानेर अब तपाईँले अरू प्र्याक्टिस गर्ने है त। यहाँ मैले जति पनि सिकाएको छु यिनलाई एकदमै राम्रोसँग बुझ्नु भएको छ भने तपाईँलाई अरू प्रब्लम गर्न समस्या आउँदैन। र तपाईँले अर्को के काम गर्न सक्नुहुन्छ भने टाइम एन्ड वर्क बाई कैलाश ढकाल भनेर युट्युबमा सर्च गर्नुहोस्। अरू थुप्रै टाइम एन्ड वर्क रिलेटेड मेरो भिडियोहरू तपाईँले त्यहाँ भेट्न सक्नुहुन्छ है। टाइम एन्ड वर्क बाई कैलाश ढकाल भनेर युट्युबमा सर्च गरिसकेपछि अरू थुप्रै भिडियोहरू आउँछन्। यीभन्दा केही फरक क्वेसन पनि त्यहाँ तपाईँले सिक्न पाउनुहुन्छ। यति भइसकेपछि तपाईँलाई एउटा लेभल अप हुन्छ, तपाईँलाई कन्फिडेन्स बुस्ट हुन्छ। अब चाहिँ म सक्छु। यति नै पनि तपाईँलाई धेरै क्वेसन छन्, तर अझै एक्स्ट्रा तपाईँलाई प्र्याक्टिस गर्न मन छ भने युट्युबमै पनि थुप्रै कन्टेन्ट छ टाइम एन्ड वर्क रिलेटेड नै पनि। टाइम एन्ड वर्क रिलेटेड नभएर अरू थुप्रै टपिकका पनि मैले के गरिदिएको छु भिडियोहरू बनाएर मेरो युट्युब च्यानल कैलाश ढकालमा हालिदिइसकेको छु। त्यहाँ गएर तपाईँले अरू हेर्नुभयो भने तपाईँको बेसिक लेभल डेभलप गर्न चाहिँ त्यही नै पनि इनफ हुन्छ। तर तपाईँले त के गर्नु पर्यो, बेसिक लेभल डेभलप गरेर मात्रै त भएन, हाई लेभलमा प्र्याक्टिस गर्नु पर्यो। त्यसको लागि चाहिँ तपाईँ हाम्रो रेगुलर क्लासमा जोइन भएर क्लास लिन सक्नुहुन्छ है। ल अब यसलाई सल्भ गर्ने मैले थुप्रै आइडियाहरू भने, यसलाई सल्भ गर्ने थुप्रै आइडियाहरू तपाईँलाई मैले सिकाएँ। अब यिनलाई बेस मानेर तपाईँले के गर्नु पर्यो, अभ्यास गर्नु पर्यो है त। यिनलाई आधार बनाएर तपाईँले के गर्नुपर्छ, अभ्यास गर्नुपर्छ। ल अब मेरो पार्ट यति गरेँ मैले। टाइम एन्ड वर्क चाहिँ तपाईँहरूको लागि यति नै। अब हामी भोलिबाट चाहिँ पढ्दाखेरि म कुनै एउटा नयाँ टपिक लिएर सुरु गर्छु। अब पर्सेन्टेज अथवा अरू कुनै लिएर भोलिबाट हाम्रो क्लास सुरु हुन्छ है त। ल आजलाई यति है। सबै कुरा क्लासमा गराउने भने त रेसियो मात्रै होइन, अरू धेरै कुरा आउँछ नि। जस्तो हेर्नुहोस् ल, रेसियोवाला भन्नुभयो होइन। ल कहिलेकाहीँ यसरी प्रश्न सोध्छ। ल हेर्नुहोस्, ए र बी के भन्छ? ए भन्दा बी को क्षमता के छ, दोब्बर छ भन्छ है। ए भन्दा बी को क्षमता के छ, दोब्बर छ भनेको मतलब ए को एफिसिएन्सी 1 भयो, बी को एफिसिएन्सी कति हो, 2 हो। अनि के भन्छ भने ए र बी मिलेर सो कार्य कति दिनमा सक्छन् त भनेदेखि 15 दिनमा सक्छन् भनेदेखि ए एक्लैले त्यो काम कति समयमा सक्छ निकाल्नुहोस् भनेर सोधेको हुन्छ। ल ए को समय तपाईँलाई चाहियो। त्यसमा हेर्नुहोस् मैले के भनेको छु भने वर्क भनेको त जहिले के हो, इफिसियन्सी इन्टु टाइम हो के हो। अब हेर्नुहोस् त ए को क्षमता भन्दा बी को क्षमता दोब्बर छ। कहिलेकाहीँ के भन्छ ए को भन्दा बी को 25% धेरै हो भने यसको 100 भयो, यसको 125 भयो। यो त रेसियो काटेर राख्नुहोस्, 25 चौको 100, 25 पंचे 4:5 राख्दा हुन्छ त्यहाँ। अब एले एक दिनमा एक काम गर्छ, बीले एक दिनमा 2 काम गर्छ, सँगै मिल्यो भने एक दिनमा कति काम गर्छन्, 3 काम गर्छन् हो कि हैन। भन्छ इफिसियन्सी इन्टु टाइम। अब यहाँ हेर्नुहोस् ए को कलममा कि बी को कलममा कि ए प्लस बी को कलममा इफिसियन्सी र टाइम दुइटै छ। ए प्लस बी को कलममा छ भन्छ ए प्लस बी को कलमको 3:15 गर्नुभयो भने के वर्क आयो क्या। यही काम एले गर्दा पनि यही काम हो, बीले गर्दा नि यति नै काम हो, ए र बीले गरे पनि यही काम हो। त्यसो भने यो काम कसले एले गर्नु पर्यो भने ए को एफिसियन्सी 1 छ, ए को टाइम x अथवा टाइम अफ ए लेख्नु हो भने टाइम अफ ए कति आयो 15 त्यहाँ 45 दिन। बी को समय भन्यो भने 3:15/2 टाइम अफ बी गर्ने 45/2 हुन्छ है। यही तरिकाले गर्न सक्नुहुन्छ। त्यो कुराहरु युट्युबमा को भिडियोहरुमा तपाईले पाइहाल्नुहुन्छ है, त्यहाँबाट हेर्नु होला है त।